하이진가 중국런치에 조절봐 통토 니구 하이구 보니우 토수 어서 줄라가 दिला कि लागि दक्ले नापा तो गोसा खलाई त न यको यको जु जुंगलन्चिए सुखाले समझना आथो जु निगु हाइको जु छन चाहिँ निगु हाइकुरी आ छकु चाहिँ थो चाहिँ बाटाउ छुम अवस्था चाहिँ केना त थो चित्र खाओ तर जितना चित्रला दन बोमने त खसान आथो थम गु थ अथवा हाइको जु वो अनुसार जिसन बनेजना छुन भुन सर्ग थों खनिमन्त छुन भुन सर्ग थों खनिमन्त लकस जिजा आ निकुको हाइको जु थो थम गामे थम लिसा चाहिँ छौ चाहिँ सिकु ब्यावे छौ पनि छौ चित्र ख किपा ख के लिरसा चाहिँ चोइ ल गाय लजगा थकुसिया भलासा छेया लिदसा गाय लजगा थकुसिया भलासा छेया लिदसा सुना आपला पासुरादु हाइजिन भाजुराले स्याम मर्जन जका आजिन थन बनजना हाइजिन मेजु दिप्या ताम्रा कार्जु वेकला थगो हाइको निपुन बनाथि अनि थगो बजारला नुगा खना तैरु Halimbawa sawanaya upahan ale pahapi ale khana chaiti sakala hygiene ti side card kita jigo bulan jojana ba napa ji haiku ni boni bone ale jigo khate jigo haiku kadina patra bo जीवनी आकाखु थे अंगयालु पत्र बो जीवनी आकाखु थे अंगयालु तिमीलाई आज शीतलता या स्पर्श मुसुकालो स्वान तिमीलाई आज शीतलता या स्पर्श मुसुकालो स्वान अनि त्यो भने kita thana nawa wada biari gosa khala jo subaru ale damle napa newa haiku kha ni do khana so do kyong la sta duno long pin tuna jona lockdown ya ile newa haiku khala parjul madhyama yaku yatra सहभागी रूपी आपलो यात्री बीमा दे जिन छमखा फेसबुक तैगु किपाया दिडांसा हाइकु चोयकु याया हाइकु अभिरुचि तनावला लेले पति जुमे जुइको हाइकु वाचन व समीक्षा गोष्ठी न बोटिका याना इले बेले जितना हाइकु वाचन यागु होता बिया दिगुली नेवा हाइकु खयादा आफ्नो सुभा बियाजना हाइकु गति चोयमा तयगु छु मसुमजे थदाको पर्सुल गोष्ठी बोटिकाया भने बबी समालोचक डाक्टर आनन्द जोशीजू डाक्टर पुष्पराज राजकर्णिकारजू डाक्टर ज्योति तुलाधरजू ध्रुव मणिकर्मीजू व मेमे वरिष्ठ साहित्यकार पिनिगो हाइकुया बारे नचु न्याना यो पोखमा सिके सेजे खना नापाला छिनेगो आफा जोगु गा ठाकुई मकुर गा चनागो लिपा हाइकुया थिथि नीति नियम सिद्धान्त सेवाबले जे ठाकुको अनुभव जुला एनम जोगु न्यालान चना किपा सोया हाइकु जोबले न पिने मिखा सोया जग मको नुवा दुनिया मिखा बालक दुवाला जोय मागु जन सूक्ष्म अभिव्यक्ति गहन दर्शन नभय मागु जन साहित्य छगु सूक्ष्म रूप ख हाइकु हाइकु पाखे चोमी थगु संवेदना भयफु संस्कार भयफु संस्कृति भयफु अवस्था वा परिस्थिति भयफु दयो आतक ठिठी किपायले न साचोय हगु सलो सहजको बहुत बुलन्दो हाइकु प्रमाणित ध्यान बिगु किपाया लिडन मकासे स्वतन्त्र रूपमा हाइकु चाहिँ दिन आपालङ खण्डय बहुदो नेवा हाइकु ख पाखे जुगु मेगु उपलब्धि दयागु वेक पिनेगु हाइकु चोकेगु कुटला आपालङ सुलाचङ प्रतिभा बिरु वगु हाइकु मुना सफु सवा व हाइकु सफु त पिरनेगु क्रम जारी दो हाइकु सफु पिरम्पी मध्ये न मेजु हाइजिन पि न्होने लागु मेजु पि पूर्णिमा साक्यजु अन्जना ताम्राकारजु रीता देवी प्रधानजु रीता महर्जनजु
haiku sapu jona dong jagulo athe me pino le do da wunyana baju tu ponjong flapi nupi ajata nupi chomi pinta haiku choke uninti jang matasi andi ko ta ya ta to masase maga नेपाल भाषा साहित्य प्रति गया समर्पण उद्यम नमुना जुयाबी उगुदु दासा सुपाइ नेवा हाइकु खयाय दुजापिन सुरेश प्रधानजु तुलु पुंजु धर्मकृष्णजु पूर्णिमाजु केशरमान तामराज कारजु पिनिगु अथक कुतया निम्ति सुबादु नप हाइकु या धा मदिक्क न्याका जनु खायमा नेपाल भाषा साहित्य या दुक्ति हिरामुटी थे दल्लथिको हाइकु ठ्याकामा जगा दुना जना सुबा जयमा Lo apa suatu hajin mesu di batang berakal juga, huek lo dari hentu hejio, Newa side je Nepal bahasa side haiku senjal thiu hera thian china chorima, masih satu suatu सबले हाइजिन दिन राख्न छ भिन्डन रिजन छ रोज सबै के मोला छ आफ्नो ठाउँ हाइकु बनाउने के त जी अन बनाजना हाइजिन मेजु मन्जु श्रेष्ठ जुया त बनाछन अन नेपाली हाइजिन भाषा चाहिँ प्रकाश साक्य रेकर्डिङ चाहिँ मध्ये थिएछ अन नेपाली आनन्द सिटी तुलार गर्न चाहिँ मध्ये आनन्द सिटी बान चाहिँ मध्ये अन कविन्द्र साक्य चाहिँ पाए Dakle napa sabay saranayo ano mu paha sesta ano pahabi althana zaidi pi sapula bhajane sibinda jigu dungolan sin jajala jigu new haiku चाहिँ नि थटेदु छौ लानी पुकुयो पति छौ फोटोले ह छौ के बाले पुर्खा बिउगुची सोनी गयागु सोबा लानी पुकुठो पुर्खा बिउगुची सोनिगो या गुसोबा लानी पुकुठो अन मेरो चाहिँ नि पाल्चा चाहिँ चौचो पाल्चा युवती के पाले हो पाल्चा या जठो चिकन छप्ती भलसा कागु जीवन पाल्चा या जठो चिकन छप्ती भलसा कागु जीवन सुना apa सुरादु हाइजिन मेजु मन्जु श्री श्रेष्ठ जुया त आजि खाना बाजु कविन्द्र साके जुया त भन्छ हाइजिन बाजु कविन्द्र साके जु अथे नाजा टोपी सु दुसा कविन्द्र साके जुन चाहिँ मध्ये खनि रमिता बजराचार्य जुया बा हाइको टोटो लखला निपन जना हाइजिन मेजु रमिता बजराचार्य अथे अनलिबा जिथना बनजना हाइजिन मेजु ज्ञानी देवी साके Lamita बजराचार्य जो जी दिसे आथन हाइको बनाने गिपी आकाला मरे होला सम्यम जगन यादनी अन जी नाच अन बनाने गिपी मध्ये सुन हम टोटो की थे जो सुन बिला जाऊ मर्दी थे जो होला रामेश श्रेष्ठ कृष्ण मोहन जोशी सुदन रत्न साक्य मदिला वेपति आज जी थाना जी हाइजिन मेजु गन्दा बजराचार्य जो हाइको निकुनी हेले Sudah dari bapak, cukup saya sebanyak oleh tuan ini sesuatu di luar lanci, juga bapak. Jika tuan saya apa kusi aigo bersama, aigo ni boleh Bidrohemi, damanya nuga Bidrohemi, damanya nuga sutayas. Newa Haiku Bulisi niba sangothe boichongoi Bulisi niba sangothe boichongoi dhairye bana surde Chuki लागि चाहिँ किबा चाहिँ जिको सम्पदा सम्बन्धी किबा चाहिँ बिहा गरेको सुबालो आजि चाहिँ लुगा कन्ने जी चाहिँ खासा हाइकु चाहिँ सुनाउछु जेना मस अलि हाइकु ख्याले चाहिँ वो बुटी किबा सया चाहिँ सबैको चाहिँ चेयन आए उकेले चाहिँ अब रिजल्ट गइ नि रिजल्ट गइले जिको टके नाओ खमले एक दिन बिस्तारमा चाहिँ होला मरे मलाई अहिले उले दिसी चाहिँ चेउ चाहिँ सूर्यना खयु चाहिँ टके नै लाइले तस्कले दावे पूर्णिमा चाहिँ ना चाहिँ हाइको किताब विमोचन याले सर्पसा जी हाइको नि छुए मठो जितै मस्यो हि लगा चाहिँ भयो वेगन सदा दिसा जीवन होला
किपाना इना चाहिँ छु जुए सगो तो छै दिउली चाहिँ झि दिलबारो डाइटा यो कोही बस्गारो बिथे चाहिँ जे मसा पिन्दा न ठु चाहिँ याना चाहिँ छु चाहिँ जुए सला जिउ साइडी क्षेत्र छप्पी निप्टी चाहिँ ल ठकाया खौठे चाहिँ जिल्ला त्याका चला आ दिपानेसी हाना जिउले न चाहिँ दिउएको चाहिँ कोटाया वेगन यो चाहिँ सदा दिल ख तर विभिन्न चाहिँ ज्या चाहिँ वे मखन चला आ चाहिँ लिबा वेगो कोटाया सुवेन सुवेरो हाइजिन मेजु रबिता बजरा चाहे जियाता आजिन थना बनचना हाइजिन मेजु ज्ञानी देवी साक्य अनलिबा जिन थना बनेजी हाइजिन बाजु सुमन महर्जन जो Dessa visão essa questão fora bana letra na visão essa questão do vai assim de um foi que bom tem nado na babu ka ni futi khobi biam fu nuwa kha pi bolo mi kha ni futi khobi biam fu ku nuwa kha pi bolo mi kha ani fu do na san chahe i supachong bolakas चिकुलाया जी नसंजाया ई सुपाचों भूलकस चिकुलाया जी आपलो आता सुगादो हाइजिन मेजु ज्ञान देवी साके जेला आथन बनचना हाइजिन बाजु सुमन महर्जन जो सकसित जो लोपा दक्षिण नापा तो लॉकडाउन तो धन्यवाद दी मारे तो लॉकडाउन न सेना नेवा साहित्य बच्चा भावे खाऊ अले ठौ जी दुमन का गुरुजु शान्तराज साके त वे गर्न जिदा बाखो वे गयो बाखो न्यन्यो जिना नेवा भाषा सुन छु बाखो छे पहिला त यो छौ नापा जी छपी बुढ हाउटी बाखो छकु छोया वे गइदा मेसेन्जर पोस्ट याना अले वे गर्न 3 घण्टा भित्र जुन वाचन याना प्रसारण याना बिल जिता तस्कै खुसी लगे जुल जिगो बुल्न मिले मसुलको वे गर्न चाहिँ अनु ग्वाल याना वाचन याले उले उक्नु न सेति नेवा भाषा साहित्य बच्चा सुन सु या फैला रेगु जिगेन नुले जलो यावटे जुल अले अनवया हाइकु आउट सुख ये अन बाजु सुरेश प्रधान जो ना चाहिँ वे गइगा जिन्या अले बुलिजको मिस्टेक चोल बुलिजको जितना तस्मै लेता है वो फोटो तेने ना बोलो चेल सो जातन गला देखें जे आव जिसम खास साहित्य सिटे थियो सोय मसु जिसम टेक्निशियन भ अले अर्जुन थो टप तेने लागु दिलबहादुर दाजु चाहिँ निपो जगा बन्द ठन वा ढगा ढैजोले ठौ गयल छ सिक्ने सक्स्ता नबलाका तस्मै नबले तागु अले तो कार्यक्रम गर्दिरा भ्याइरा न केन्द्र भ्यान बनायो लगा वा आजि थगो हाइको वन्जेना तो किपा चाहिँ फुलाउ छे उठे चौले हिल छेजपी हिले मफु लुखा जा जीर्ण जुलसो अले मेरो किपा चाहिँ मसाल जुलुस वया दौ गोबले झिसन मसाल जुलुस वनल 46 सालले नुग च्यागुठो केन मसाल च्याका अन्याय जुल नुग च्यागुठो केन मसाल च्याका अन्याय जुल सुबा आपलो आता सुबादो बाजु सुमन महर्जन ज्यादा वेगला भेटेको जी प्राय सकले अपोल हे जी हाइजिन पनि वे स्थिति कति जिसन लकडाउन इले जिसन हाइको जेसेका अले हाइको जो छु दगा मसिकन जिन जोया छु जोया हाइको यो रुप बिया वे जन वजुला आ बुलु जिसन सेना कन्ना याना वजुला जी दतना हाइको यो बारे तना जिद आपलाय जिद सेना बिसन सेना जन दिगु उक्ताय जिद जिसन चेले भाले जन उक्तम जिसन हाइको जो जिबदी साहित्य गोगन बना जन नवाबले छथि जी चेले मे खलाय जाजनी जिउ नो बिलो धना जिद वाले रचना दिन नतुन जी सेटु आ जिउ तो हाइको बनेको ज्याजो करिब पचावे जुल आ थौ नुवा ख पन्दिउ चले चाहिँ हन जी
ठाउनु ख तैदिदा जिमा जो बोगा सामी जुया थना तो माइक संपले जनो वेकला जित एके बालेन जना दिउदो तो जिपा उका दसुत जुया बुले उखेला वेकला जि थना कोने जना ठाउनु ख तैदिदा नि 시간수가 안 조절로가 나타나는 거 통해 사바나요 무파 리신 식비 석레 파비 식비 석레 하는 거 빈다 유두는 거 언제 지분 영화 배려 둘이 예부가 둘이 아부가 둘이 내부가 죄요 배가가 खोजाई हाइकुन प्रमाणित किन क्यों को देखे बिटाता थुर नेवा भए गयो खर गा देपुटी हाइकु बने कि न भयो पापा ल्यो एजु जुन दे नेवा भए घुमेसे थु हाइकु देवे थु नेवा हाइकु खलो चाहिँ हाइकु जित नेवै चौ देवे चाहिँ सुरा आसा नेवा भसो गबले म जिन खन थौडु नेवा भसो गबले म चाहिँ कि नेवा खे बसौं को चोया पोसिए भी छेनो खे भ्याले भी अयो बिन त तपनो हाइकु खेलो चाहिँ जुरुमुरो थना हो ए ओ छा गने गाड तस्कै अपुको गा भ्या अठे येपु ये नेको अपुला भ्या दुए जुल वेकम सम चाजो मचाउ जुल ए न्याव नेव यति चाहिँ हाइकु जुइ का भ्यासा चाहिँ चिन्नुया चाहिँ ठक्कै चाहिँ चोइबी खेतला हाइकु चोया चाहिँ न्याव दुए ना मगा तुकी छुछु टक्क डेमा गा ढेउला नाचाउन चाहिँ त्यो दुई रुङला किबोर्ड डेमा ठो बिबोर्ड डेमा ठो डेमा ओ डेमा अथवा फर्स्ट लाइन ठठियामा अले सेकेन्ड लाइन ठयामा थर्ड लाइन थो व्याख्यामा त्यो ठठौ ओडु तर न चाहिँ छुर्गा राछ न्या दुई साले हाइकु दुई भाषाले चाहिँ छुर्गा राछ वो मनु न्या भाषा गबले मुतुई जो मनु इत न न्या भाषा चोकि त चाहिँ लपु ओ ठक्के ट्र्याक चाहिँ डेगबिउ देखे ता थो चाहिँ तरमुए खख किमा चाहिँ नेवा भन्छ मजी को पिन त नेवा भन्छ ट्रेमिल नेवामा म चाहिँ वेक पिन त चाहिँ एकदमै रुमङ काटौं डेमा वेकमा एकवे सुभ्या बेतौं डेमा तर चाहिँ वेक पिन त चाहिँ छौ मेरो सुनन गाट हाबले ख नेवा भाषा हाइकु चोयो तस्को अब झिउ मुको जापी भाइ बुढी हाइकुला दुए दुल तर चाहिँ झिउ जापी भाइ ओ प्रकृति ओ झिउ नेवा भाइ प्रकृति छौए भाषा परिवार लाउ ल्याक्न न नेवा भाषामा चोयो बल्यान न्याव आखा याव लगी खुग आखा याव लगी नेगा आखा याव अनि रसो दीर्घको पाकी बल्या हलन त तेव मटे बल्या यो पपा एजु जुन थि सिक्पिन त चाहिँ सकले हाइजिन जुपिन त जु दुनु नि चाहिँ नाप सुका ढाबले अझ थो अपुको येको जुएजुला तर छिपिस आ चाहिँ हनस का चाहिँ सबु सजग दुई माउ चाहिँ सबु चाहिँ एकदम न्यापो तीन जगे माउ छुराछ कि व्याकरण गत खै और व्याकरण मा व्याकरण भाषाले ठिकै एकदमै छ्याटु थे एकदमै मोसी थे मचा थे दियो व्याकरण मा ढाकी छ शुद्ध त्यो चाहिँ तस्माय अनिवार्य कि रस्सु तेबले छौ अर्थ उइदा असल जम्मा चाहिँ यहाँ नेला ओ यहाँ आफाको किन यो आफा देउ खाएमको खो यहाँ आफ्नो चाहिँ कम से कम न्याडुवा खंगोयु वर्णन याव शक्ति छु फाइको लाग्यो न्यागा आफ्नो न्याडुवा खंगोयु शक्ति वर्णन यन्तनी एका ढाले वो न्यागा आफ्नो चाहिँ ठुली शुद्ध दुईको प्रेमा उदाहरण रसु प्रयोग खलाकी दीर्घ प्रयोग खलाकी सिनपुटी थयो खलाकी मिलापुटी थयो खलाकी लिफुटी थयो खलाकी ठोकै चाहिँ छिप्पिसँग युक्वे चाहिँ ध्यान बियादी त छिप्पिसँग चाहिँ खोजै धेरै मतलब यो चाहिँ व्याकरण गर् खसेको पनि माल खखाया मुक्त छिप्पिसँग भेडा नवन्दिया नवे घ्योए छक चाहिँ छिप्पिसँग सिनपुटी तयार गर्न नवन्दी छक चाहिँ वो मिलापुटी तयार नवन्दी छक चाहिँ वो लिफुटी तयार नवन्दी छ रसो तयार नवन्दी छ दीर्घ तयार नवन्दी छ गुली सुतया नवे माउ खड्यो छि थमे स्याए अनुभव याना छि थमे स्याए स्याका सीका खुत्रे ट्रेजु ए दुई छि भ्याल्यु गैना नवे ख अठैना ट्रेउ ख खो चाहिँ 99.9 सोले चाहिँ गुई गुबो व फुटी गुबो ठ्याक्कै चाहिँ मिलाजु छफुटी ढिउला चाहिँ न्याटासँग अबाद देख्ने वो मेरो खजुल एजु जुन चाहिँ छिप्पिसँग चाहिँ छि गैना नवन्तन ठुकै चाहिँ रस चन्द्रबिन्दु शिरबिन्दु विसर्ग देख सुखर गाडी पनि थमेसान नवाना थमेसान चाहिँ प्रयोग गर्न अनुभव याना चुइदिल राछ ओ एकदम खासैलाई यदि किन सिपिन्द चाहिँ छु अपदाइ
नुपनी आठनला चाहिँ छुका ढासा तस्कय नुगा नेवा नुगलो सेगा गबले नेवा भसम मोचै टन छन नेवा हाइकु त्रै चोपी लिसे थन भुसन दाइखे न्याम मु धन्य साहित्यकार जुन थन दि ओला छु जिउ लागिरहेको एकदमै तरौए वे गई ननि छ दना तुनि दिउला तस्मा तरौ जिउ सौभाग्य ख धेरै मतलब छुका ढासा ठो हाइकु एक चोयबले चाहिँ थिस्न चाहिँ मेमे उठे सोयानो बच्चा दसो दिनको अयोपति व्याकरण व ध्वनि मडुङको चोय पाखे यको चाहिँ कुटाया छ थौ भाव चाहिँ खसेलाई रसो दुई साथे उठ्यो भाव बेउ पनि अझिन यको हाइकु सोइदु का गुण अर्से रसो दिनको मिले मुजु कारण छुडा हाट्यो खन यो चाहिँ बालको सिमरु अयो न चाहिँ एकदमै दिचाएना चाहिँ वो भिंगे बेला वो हाइकु भिंगे बेला न छुड्याट्यौ खर्यो चाहिँ मुठीके अथि जुजुन्ती फिपले चाहिँ थौ भाव चाहिँ खसेला लागि त वो चाहिँ मोटोनको चोयमा चाहिँ तस्मै जरुरी दु अलि मेउ चाहिँ छुका राजा छौ जे हाइजिन जुपिन त अले थौ थो नेवा हाइकु नखा या चाहिँ गोसा खल जुपिन त चाहिँ जिउ छौ चाहिँ छु इनार चाहिँ चुरुका राजा झिसय नेपाल सम्बन्ध मसा छ मेउ सुना छ झिसय नेवा भाषा मजो छ मेउ सुना छ दकले ह नेवा भाषा छिपी स थवा हाइकु चाहिँ नेवा भाषा चाहिँ दिलो मे दे थाथे चाहिँ ए मेउ फिल्मको राखे भाषा काट काटेर चोदि थाथे मको छिस नेवा भाषा पहिला चोइदिस वो नेवा भाषा मोठु पिस फिक्यु डाइटोला उयु खानी वो ठुइगी छु चाहिँ छि गुली चाहिँ प्रमुख छि गुली मालवी दुईको तुए फट छु खट्फिक्यु डाइटो मेप्न्यु ख एजनी मेसो मोठि राछि पिस चाहिँ चिन्ता कै नुले कै जना दिमुआ दक्ले न प छि थाउ ख थाउए भाषा चाहिँ ट्रेउ एन्डिस और मुख आतो द भछत मेमेउ खाय महत्वपूर्ण खाय चाहिँ मेसो मोठि राखे भछ त्यो गाथेउ दि खाय चाहिँ राख दके अयो लेनो नेवा भाषा दुई दिस दके न प वरल मे पिन त थुइके त भडी त मे आकर्षण याद वर छ नि जने खे भछ तै दिला नेवा एजुनी झिस झिउ भाषा मतो छ मे छ वइला झिस सरकार अन्त छि त नेवा भया मला मानि त मबिउ म या को मे आउ नेपाल सम्म दिउ खान ठयाका कम से कम झितै गजबी गाडा छ प्रधानमन्त्री लेटर पाए नेपाल सम्म मछर गाडा डेलिगेसन वन्त न्याने लाबी तर छि थमै छ झि थमै छ नेपाल सम्म मछर ढेला गबले वाया मचा नतिने न चाहिँ फेरिलो नेवा हाइकु ख्याय निर फुना चाहिँ सोर क्यंगु लस्ता यो चाहिँ नतिनी चाहिँ अन सुरेश दाइ न चाहिँ छ जिरा ठ्याक जुन 17 रा नांगे दिके जुन 17 सता नेपाल सम्मति यो चाहिँ ए जिन्छ छ हो बिद चुल्ला ख कौला ख कि कौला लखाइमुको योला दुईला जिल्ला योला पनि थुटी छिरका ठ्याके ओ तिथि नाके आले छि ओ तिथि गले चुल्ला इटा चाहिँ छे समस्या मु आछि थो मोबाइल चलाएको पुगेको छ नेपाल सम्म धेरै एप दु ओ नेपाल सम्म आउन चाहिँ चक्लाउ पनि ह्यामु पनि चक्लाउ नेसम लगा चाहिँ रंजना आक्रम चाहिँ डाउन ओ एप डाउनलोड दिएन छ छि ससिलो ह्याइ पनि चुल्लाहरु गान अन्न सेदै ससिलो लिपा चुल्लाहरु गान ओ एप चाहिँ यत्रो केरी गले छुट्टी थिला छु चाहिँ फुली गडे त छुट्टी थिला ओली गडे त फुली चाहिँ 17 तारिखे छुट्टी थिला ओ ढको छप्न केनरी छिके चाहिँ असुविधा छिके देरु एजुनी वोट एप डाउनलोड दिएछ छिटी सिकाटी छ नेपाल सम्म सिकाटी छ झिसै नेपाल सम्म मछवादा बेच सरकार अन्त छिले छिले सरकार दके नमाले झिसो नि छैन मलाई झिसो छल कि जनता छ सम्मतिला सरकार छले त ओ प्रधानमन्त्री लेटर पाए छ दल ओ नासौ दुई दके नमा नासौ दुई कि जाले झिसो या मलाई एजुली चाहिँ जुन 17 गाएको मको कि यो मोठो जिल्ला गुणला यो पनि पारो खाला दुटिया खाला कि अष्टमी खा कि दशमी खा ह अठे याले झिसो न गन थन नपाएर हाइको ख्यायो ठाउँ चाहिँ हाइको नखया वनि माला गले वनि माला धागा 21 गड्या वनि माला मको 21 गड्या नमी गुनु माला गुलाई नमी गुनु माला अथवा आगो हाना छौ समस्या दुका नमी निम केनिको गले वनि हाना चाहिँ समस्या होई गुलाई नमी गुनु वनि माला धागा नमी आ ए बिचारा गले चाहिँ नमी गुनु रगा चाहिँ ठौ अष्टमी राख्यो कने नमी धेरै छिला छौ सारान गठ दुई नि अष्टमी ढुंगा नमी टु दे मुनि छ्या भन नमी गुनु गाए वनि रगा दे नि तर नमी देउ ए दुनी छिट नेपाल सम्म छेले त चाहिँ दखे बाला हुन पर्यो नमी यो शनिबार कुनु वनि अथवा चाहिँ अष्टमी यो पनि बिहीबार कुनु वनि अथवा चाहिँ एकादशी यो पनि आइतबार कुनु वनि बारको तिथि चाहिँ छिस स्वागल धात छिट छ्या समस्या दैमुको तिथि त आज
नेपाल समोटी महिना गब्ले डोरेजी गब्ले घटेजी तिथि न गब्ले डोरेजी गब्ले घटेजी समस्या त छिसा आथि द किथि कोडिङ डिकोडिङ याना बाल त चुएजु ठोदाइ जी फेसबुक पे गेना चुए गाते नि चाहिँ अथि एनटीटी कोइ पोसे दे दिउ एनटीटी ठोसी गाते कोडिङ डिकोडिङ माध्यममा अथवा कम्प्युटर बिए हुँगल ठो एबे प्यावे त्यो ढुङ्गु ढेवे चाहिँ छुए आसा तिथि कोडिङ डिकोडिङ माध्यममा आछि नेपाल सम्बत कम्प्युटराइज दुई रुङ्गल कम्प्युटर छुन सफ्टवेयर आछि छ अपुके नेपाल सम्बत छेली जी रुङ्गल ठो खदै थिस मुके सिकेको माउ ख चाकी माउ ख थि नुग्लो चाकी माल जुग्लो चाका जी नेवा ख जी नेवा भसै तेमा ओ खेवा मुठु मे तनो तै जी नेवा भसै ते उइ त तै ओ खेमसन ओ न फिक्यु प्रयासयामा मोक्सा उइ त नि लट या त उइ त तै सार संक्षेप उइ त कनदि नेवा भसै ते थिस तै नेपाल सम्बटे ये छेलिउ थिस नेपाल सम्बट म छाते मेरो सुना छेली ओ छेलिउ दायित्व थयोपटी हिरा झिके सामान दु झिके सम्पत्ति दु थयो सम्पत्ति त झिसय चाहिँ छेले मलाई झिसय युजिया मलाई तो नेवा हाइकु नखा लाउन थयो चाहिँ नेपाल सम्बत छेलिउ खाए थयो खाए न चाहिँ झिसय हामीले सजौ दि झिससित जि ठुले छ इना जि यानो का छु नेवा हाइकु नखायोपट्टि छु नेवा भसौ छु अभियानले चाहिँ गु चाहिँ जो मरु योगदान बिल नेवा हाइकु ख तरुमय धन्यवाद पात्र ख सुहाय पात्र ख सक्षता हन ख सुहाय आफ्नो apa suado ci ola salila zeba weklong radio एकदम मनासिक चिसै मचल लाछ नेबी सुनावे छौवे होला ओसेना कति ओसेना छलायो भने आठो चाहिँ जिउ प्रत्यक्ष प्रसारण जिनेवा सूचना केन्द्र बाखेन जाजौँलु जि फेसबुक लाइभ जाजौँलु छ जिथन हाइकु यमी पास्नी अरे हाइजिन पास्नी सकुचिन छ प्रोत्साहन छ शेयर एन्ड छ अझ ठिक बिहान मिल्यो सक्सन सोइयो जि विचार जनाउँदु त जि इना प्लान जना सक्सन छ फेसबुकमा शेयर एन्ड छ अहिले जिसन आजी तो जी पुजले दुमा जी केसरमान दाइ अमेरिका शिकागो जनाना जी बालिन जना दिउतो जी हरेक जुन वेगला प्रत्यक्ष प्रसारण या जी जुन मिटिङ चाहिँ नि वेगला बसाइ गइदि आजी थन चाहिँ अहिले जिता पिने जनाना बालिन जना दिबी आफ्नो आपा जी हाइगु यमी बाजुमेज पिने साथे हाइजिन बिनलो उकनाय जिता समीक्षक ज्या तब मछिए जिता जियो प्रोग्राम ने जिगु ज्याजले चाहिँ जिता बालिन जना दिम छम ख जी साहित्यकार अले समीक्षक मेजो ज्योति प्रधान तुलादरजु आठौं जिउ मु ज्याखै थन बन्ने नौदु जिउ एले चाहिँ ठौं जी इन्द्रमाली सहरियाको चाहिँ मनोरम प्रान्त जी चाहिँ नेवा हाइकु ख्याय बाकी नहने देनौदु नेवा हाइकु हनालेगा जी सन्देश लला देनौदु वेग मरे नुगु जिसे मनुसान वेग यो मोहम्मद तर जिसे वेग दि जिस हाइकु जगतपति का वेग जी माना जिसे जन दि जिसे चाहिँ जन दि जिसे दुले जी समोसुसिया ओजा जमनदु अथे वेग ल जी सन्थना हने देनौ जले दिखना जी पोर्चुगल पाखी पोर्चुगल निसे जित साहित्यकार मेजो ज्योति प्रधान तुलादरजु फौलु ख जयाथन छय दिउदु जी छ बनाइने के भयो पिताको हाइकु खेले इन्द्रमालिजिया अमूल्य योगदान लगाउन जय छय दिउ ह ठौं नेपाल भाषा एकाडेमी चान्सलर ठौं नेपाल भाषा एकाडेमी चान्सलर हने बम यज्ञरत्न ढाका जुया मु पहासुई ह्याना चंगो तो महत्वपूर्ण ज्याजोले इन्द्रमालिजिया विशेष विश्लेषणात्मक विचार या त जीव श्रद्धापूर्ण सम्मान थुलिताको गनिसेनले छायाको अवसर ब्यादी गुली नेवा हाइकु ख्याय त दुनुलानिसे आभार पूर्ण जना नेपाल भाषा इतिहास हने बम इन्द्रमालिजिया साहित्यिक योगदान या सम्मान जीवन्त हे ज्याजुनी ता इनानिसे जी इन्द्रमालिजिया त छम निर्भीक समालोचक नेपाल भाषा प्रेमी व साहित्य कार्यकथा मसिका अति कम प्रभावित ज्या वचना मुख तर वेकया हाइकु सम्बन्धी विज्ञता व मार्गदर्शन याखे जी हाइकु ख्याय ज्याजुले वया तिनिसिल इन्द्रमालिजिया देसुलागो हाइकु कविता छगु टुवाला चोसु जी सकल सिया मपोसे मगा नेपाल भाषा हाइकु विधाया विशेष
दस्तावेज कथा अध्ययन या मागु ताएका उक्त वेकल नेपाल भाषा खेले हाइकु या पदार्पण गले गठे जुगो हाइकु या विरोधे नापा जुगो मनस्थिति या त बुनुह निर्मूल याना छोगो अले 575 वर्णक्रम स्वरूप या अनुशासने पालना जुगो व तिथि हाइजिन अग्रज पिनिगो मतिक कुतला याना हाइकु या विकास निम्ति स्वस्थ वातावरण या सृजना जुगो या फे छसी कथा जय दिगुदु फयान दिपा नेवा हाइकु निलाको पत्रिका या प्रकाशन नाम हनिया छ सुइगु देशे नेना वन चंगु न खन्या थना दिगुदु नेपाल भाषा या हाइकु या स्थापना या गुली इन्द्रमाली जुया गुली क्वाटुको लाव योगदान दु तयगु खप्रस्त जो तर नकुसिबे महत्वपूर्ण ख जुलबेको या हाइकु सम्बन्धी पञ्चतत्व मानिजु ठोगो जोसुई वरदान स्वरूप न्यागु पञ्चतत्व ज्ञानवर्धक हिरामती त हाइजिन प्रेमिते त ब्यादिगु हाइकु धयागु सुख नगा दुमी खान चाहे केगु खसा वेगल धय दिगु न्याता ख पञ्चतत्व कथा फिके मागु खना तो जीवे गया जोसु ये उदित याना चना छसी त एक नम्बर हेर्नु हाइकु कविता विशुद्ध कल्पना कविता मगु ठोला यथार्थ पाखे को सिना चंगु कविता ख ठोस प्रतिबिम्ब या त गए च्याना चयातगु कविता ख हाइकु कविता दयागु व्यक्ति विश्लेषण आलाप मको व्यक्ति या वर्चस्व स नमको थगु खजग पन्नेगु थ्या मको अनि नसी थौय जनता यागी कविता यागु मथिना हो यो त्यो बाख नेनत ई मरु तर थौय परिवेश सामाजिक जीवन हो वर्तमान या पर्यावरण या सत्य तथ्य या त स्वया थौया मनी मभि या त उलाबी फुगु साहित्य माला चंगुदो हाइकु कविता जनता या निखा चाहेगा बिगु थौया परिवेश तके उलाबीगु अन्याय अत्याचार विरोधे स फेकिगु जगमको हाइकु कविता या धया तगु ख सिके अफो दया मनुत मदगु अफो दया मदगु ख दुसुना जंगली बोबिया त ऊर्जा अफो बि फद थै हुनियाना थौया जीवन नाप हाइकु कविता साक्षेप ताजुगु ख स्व जीवु हाइकु कविता जीवु थगु कथाया मसिका देमा थति मदेव जीवु थगु पह दैमको जीवु थगु दयागु छुहे देनी मको पी हाइकु कविता सृजना हथ्याचा मज्यो नुगले अनुभूति लुया वेमो छठु उकिया त अभिव्यक्त या मज्यो अले खंगुलु अर्थात दृश्य भोगे याना चंगु सत्य बा यथार्थ पिदंगु लुया त गम्भीर चिन्तन मनन हो अनुशीलन याना उकिया त बाँकेको यामा समाधिस्थ जुयार अनुशीलन यामा अर्थात एकाग्र जुया उकिया त डुवाला स्वतस्फूर्त जुयको अवस्था ठेंकेमा न्या साइकिजी अर्थात किगो हाइकु कविता प्राण ख जेगु भाषा साइकिजी बा किगो या त छेलेको बाखे निगु मान्यता खने दिएको वगुदु परम्परागत पालना कथा प्रकृति परक बाह्य प्रकृति परक वा ऋतु परक खगोलया संरचना यागु मेगु धाख वर्तमान परिवेश सृजित विसंगति विडम्बना पर्यावरण अनि वथे चिस हनाचंगो खनाचंगो भोगे याना वयाचंगो सत्य बा यथार्थ या त एकीगो कथन छला वयाचंगो दो कि साइ किसी अर्थात किगो हे परम्परागत नु हाइकु या त विस्क या एगो साधन ख इन्द्रमालिजु धरिका बिजा बिया दिगो ठो न्यागु पञ्चतत्व झिस दुगेंग ठिका मनन याना हाइकु संरचना याना यंगल भाषा हाइकु खेले वेका दिगु स्वायत झिस अझ झझ धागा वेकय अन्तर्राष्ट्रियकरण या परिकल्पना या त साकार या फैको सम्भावना निश्चित जीगु खना थुली ख अतिरिक्त हाइकु या संरचना नेबिगु प्राविधिक तत्व त नमनुगु मगु तर हाइकु या आत्मा मर्म बा मनुत्व नाले फट भाषा जीवु सृजना सशक्त ज्याजनी नेवा हाइकु खय त सोल तत्व मदिक हाइकु ज्याजो न्याका ठोकिदा आकर्षण चटंका भाषा प्रेमी हाइजिन ते त ह बा बिया हाइकु पाखे क गाना त सफलता नीति आफ्नो हिन्दुला देशासे अझ ठोक्यो जो न्याना भने मा हो नेवा हाइकु या मर्म अन्तर्राष्ट्रिय हाइकु ख या त थेनेमा अन्तर्राष्ट्रिय हाइकु
혀 떡거나 체내만 대고 만원도나잖아 내와 아이고 켜야 섞어도 비자빈다 우도야나 통 아이고 저것 토디 떡비야 제정으로 왜거 섞어지다나 쫓아 세 지구 눈물은 이제 비프나 대산하잖아 제 마가 제 내와 아이고 켜 그러니까 왜그런구나 लस्ता हुन्छ एकजना दिगु ख वजी बनालेका आफ्नो आपास बाजु आफ्नो आपास बारे सञ्जना जुटी प्रभातुला दर्जे त वेको पोर्चुगल दि वेको थन अवश्य न लाइफ सिजना दिगु दु आज थन नेवा हाइको हना सम्मान थया मु थन ज्याजले थन वन्दिना दु यति जिन थन थो हाइको हना अथवा नेवा हाइको हना त सम्मानने बारे खन्ते दिगि थन ज्याजो थौया त नेवा हाइको ख या ठुगु ज्याजो या कजी बाजु दिल बहादुर चित्रकार दुई बुझेर जिथने माने नजना थौलु ख कसे थौया ठो जाय बारे न खबनदि थौजी सन्तमु पान पाखे चाहिँ जीव नेवा हाइको भना ल लागि नरो इन्द्रमाले जु यादा जिसम मनरो मरनो प्रान्त जुसाना जिसा नेवा हाइको भना लगाते छाते नरो के निति जिथन के बारे खपन दिदा चाहिँ बाजु इन्द्रबहादुर दिलबहादुर चित्रकार चाहिँ यादा जिथन गर्नुहुन्छ ना त्यो यो पुन Dezolopa seksita thumaya nimpa mara wa sukla anlogi ala thumaya to jigo newa haiko kya uge wa haiko chuma thya ni budi june ala wa haiko ni niyam te je dhyan adno mokane ala a chisa haiko cha na da chikna na thulji Dia simpan free nama dia merasa mana. Alah, aku ni jadi aku lungi kasa. Aku lah ni nampak ni si bimal ni dia apa. Uke lah ni nyari dia tahu mana. Aku ni kami tak betul. Saya rasa mereka nyawa aku dekat ni bu support yang orang. Usaha ni sih nyawa aku dah buat soal jauh. Ares ko newa haiku muna newa haiku nela ko ares ko newa haiku ukta ala ko newa haiku cha ukta de jao ares tu for yo de for training yo de wo jaga jaba wo inner wali de da jisamu ka lumdi ma a to je to haiku bisala khana na ta ga ji je I mo Again, you try out the thought yet. तो के सीधे जोधलोका नेवा नेपाल संवत 1125 लुम्बीमा नेपाल संवत 1125 लुम्बीमा यदि वो यात लोमुको भाषा फुटाटको मुचिनीको खाला पनि सची उगो टाटा लुम्बी भर्दी कवि तगमरो विमल कामराकार दया खड्गे देवजन दिगु कृष्ण भक्त बरे छुमीको जुदारु कला थ नेवा हाइको मुना उगो टाटा थौए मु पा एकेरन ढाफा जो समालोचित भाजु इन्द्रमाली जुयाको 8 ख नेवा हाइको मुना हाइको ढाल्किय फसुइको इ अजाबु इ खसान समालोचित भाजु इन्द्रमाली जो भूमिका मजोको खासा भूमिका मजेके टिकिको जे नेवा हाइको मुना उके जो भूमिका थौं जिम मुनि प्राथों का इन्द्रमाली दुयाका थौं जेतना तना स्वा हाइको समले सेने कनिगो कनिकिमरो नेने कनि याका न यत हादिन मरो शिवाखा चोमी एगेर न ढाफा जो उगु नेवा हाइको मुना पिगाना न्याडा वाले जुगु खट समालोचे पाजे इन्द्रमाली न हाइको सुखालेसा तो नेसा धना जो इले आजना भूमिका तयार तो जिमीको निम्ति गुरु कपि खट खजे मुडुको खासा थौ नेवा हाइको ना बिदन दसो मरेको जी थौ सक्सेको नुगले इन्द्रमाली जु दुचेस्तो उबले नेवा हाइको मना तुमो उगुया चोसुया उबले नेवा हाइको मना तुमो न उगुया चोसुया भूमिका छपुए नेवा हाइको मना तुमो ख
प्रत्येक हाइको सपुटी इन्द्रमाली जुयाको भूमिका मुडुको मुडु हेर्ने छौँ छुज्या थमा चे मखङको खसा उ हाइको सपो न्याना जुसान समीक्षाको समालोचना याना पत्र पत्रिका भ्या पिनादिहरू नेपाल हाइको जगमको देश विदेशको हाइको सोया हाइको चोमी पिन्त सदा हेन चा मता मगा मताको किनादी वेब मले लक्षित ने जी भतल निम्ति जिबे मनको वेब न ध्यादिको हाइको सुगछे अध्ययन जी छौ सपो शिरमर जुन जे ढुङ्गा उको सपो छौ पिट्ना उको छौ सिन्नारेना हाइको सेने पनि यागु थ धागो थौ तग थ नाप्ने थैचौ देनी लिपर लासा लिपर लपला मखन थो दुख छि मुक्त जुगु मरने लिमचिला छि मुना पुराया सुबा जयमा आत्मा आवास सुबादो जी खया थुगु ज्याजोय कजी बाजु दिलबार चित्रकार क्लिप बुझेर आज तो हाइको नेवा हाइको हना ल हाइको ज्याजोले भने निटुके निदे इन्द्रमाली जिया मनो प्रान्त नेवा हाइको हना देसा तो देसा कहिदि त वे गया मेजु अमिता माली श्रेष्ठ जिया तो ग्रहण याना म्या मेजु वे गया म्या मेजु ख वे गया ग्रहण याना गया दिदा इना व्यञ्जन छ अथे जी तो चाहिँ मु पाहा पाखि ठो लल्याएको जी मु पाहा दाजु यही रत्न बापा नेपाल भाषा एकाडेमी चान्सलर खवेको वेको पाखे सिसन्तको मनाको तो मना त्यसा लल्याएको जी तो हनापति मुक्का तो नेपाल लिपि चयनहरू त जियो प्रचलित नेपाल लिपि प्रचलित लिपि नेवा हाइकु सवा साहित्य नस्वा चयनको दुगु छ अनि नेवा हाइकु ख्य रहेर तो अंग्रेजी में दूसरा नेपाल समाज से चालीस नेवा हाइको हना बहुआयामिक व्यक्तित्व ध्वनि चिनाख बाख नाटक उपन्यास चोख हाइको नाप भाषा विज्ञान या समीक्षक समालोचक तथा इन्द्रमाली ज्यातर रोमका जना थगु जीवनकाल निपाङ्गो निउ दशक नेपाल हाइको साहित्य जो न्याकेको नीति हाइको काव्य प्रतिष्ठान हो नेवा हाइको निलापोया विशेष योगदान दिएदिल हाइको या सैद्धान्तिक ज्ञान विस्तार या नीति हाइको सम्बन्धी चोछा बहु चोसु सफो छिट तोता थका दिल हाइको साहित्य खबु या त उपलब्ध जुगो हाइको या त डुवाला चा मचा चुएको नापो हाइजिन पिनेको हाइको अनुवाद याना अन्तर्राष्ट्रिय खेले ठेङ्केबुली योगदान दिएदिल नेवा हाइको साहित्य थपु या त वै गया जो मरेको योगदान या त मुसी नेवा हाइको ख पाखे मरनो प्रान्त ठो नेवा हाइको हना देशना बुझुल ठिकै चाहिँ नाची समेसी बुझुल नबे निहलको दिलबहादुर चित्रकार ज्याजो गजी नेवा हाइको ख योगी रत्न डाक्पा मु पाहा चान्सलर नेपाल भाषा एकाडेमी सुरेश प्रधान गजी नेवा हाइको ख अनि ठाउँले दिन सम्झेर नेपाल सम्मत 1122 ठो नौमी तिथि होला ठुले जेटाउँछ पुरा नेपाल भाषा इङ्ग्लिसहरू प्रचलित लिपिन्छ होला तो बजार जिल्ला अलमल जोजले त पनि यो जी सम्पन्न जन बानीहरू एनर्जी बनाऊ सुत्दै जोजी है बनाऊ अनि यो सुरायो ठुकटाए जीवन ठोखानी जा जो जुए जुला ठुटुङ्गा चाहिँ आफ्नो ल खाना कहिले म गयो भने चाहिँ अमिता माली श्रेष्ठ छु न्यामेजु कोही गयो न्यामेजु अमिता माली श्रेष्ठ छु या त जी खाना खाउ नुवा ख तैदि त थाहा जी बनाछु न
वास्तविक इन्द्रमाली जिमी बाज कमको वेकसम भाषा श्री जुबुज कारण सकल नेवातैको जम अभिभावक नख जिमी बाज छै जम्पी नापचकमको वेकया साहित्य क्षेत्र हो नेवा यी नापन कठन यागो नापन हो कठे यागो पवित्र मतिना यागो सम्बन्ध हो वेक यागो ताहक समय वेक सरकारी सेवा चनादिएको छ यसमा नेपाल भाषा साहित्य हो समालोचना रेडियोले एकोहे लगाउँदो वेकमा थोक हाइकु विकास निम्तिमा एको योगदान याना दिएको वेकमा नेपाल भाषा एकाडेमी यातना याना दिएको योगदान याना नेपाल भाषा एकाडेमी लमकला दैको जिमो जिप्सा नुगाले भाषा तयार दैको नेपाल भाषा स्थापना याना दिएको कुत आतकना जिम्सा मुख्य मफुनी वेकया बारे ढागु खला यो हेदु तर आएका थिए थमा छाया देवी थमा छाया जिमीबा इन्द्रमाली याद लुमंगा थो समान बिया देवी सकसित हाका छ आकना छक दुर्गमानसी सुरा देशमा जना सुरा आफ्नो आपा सुरादु मेजो अमिता माली श्रेष्ठ जोवेको जी इन्द्रमाली जी न्याय ख आज जो थगु लुगा ख टेगु चले जिखना जी विसे लिन पाहा बाजा पुष्कर गनि ज्यादा थाना बनजना जी नाजना नेथने दुना वेका छम जी नेपाली साहित्य या छम हने बम साहित्यकार खस वेका छम नेपाली हाइजिन न ख वेका पाखे थगु लुगा ख बजान न दैनि आज सुन्न आएको मान्छे आज मलाई नै एउटा केही बोल्ने एउटा मौका दिनुभएकोमा सबैलाई धन्यवाद दिन्छु। खास गरेर म पनि यो जापानिज साहित्यमा अध्ययन गरेर बसेको मान्छे भएको हुनाले योभन्दा अगाडि पनि म आउँथेँ। इन्द्रमालीसँग मेरो धेरै घनिष्ठ थियो र त्यहाँको नेपाल भाषाको धेरै जसो म बुझ्न त बुझ्छु बोल्न सक्दिनँ, अध्ययन थियो। आज सम्झिनु भएको हुनाले र मलाई अहिले बोल्न दिनुभएको अर्थमा भएको हुनाले म ज्यादै आफूलाई गौरवान्वित ठान्दैछु। सबभन्दा अब समय धेरै छैन। सबभन्दा पहिले बुझ्नुपर्ने के कुरा छ भन्दाखेरि सबैको मुखमा हाइकु भनेको छ। हाइकु 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 भने एउटा सानो बच्चा सिक्न सकिरहेको छ। तर अलिकति पृष्ठभूमि सानो म गरिदिन्छु किनभने लामो भाषा त भइसक्यो। जापानमा कवितालाई के भन्छ भने वाका भनिन्थ्यो। जस्तै जुन चाहिँ ठाउँमा पोइट्री कविता भनेको जस्तै जापानमा वाका भनिन्थ्यो। वाका भनिसकेपछि त्यो कहिले 7औं 8औं शताब्दीको कुरो हो। 8औं शताब्दीमा चाहिँ एउटा हितोमार्गो भन्ने चाहिँ चाइनिज भाषा पनि जानेको, जापानिज भाषा पनि जानेको दुईटै भाषाका ज्ञाताले चाहिँ सुरु गरे। वाका देखिरहेको मान्छे वाका हुने निस्के। अनि उनले नामाकरण गरे, चोका भनेर नामाकरण गरे। चोकाबाट सुरु भयो। त्यो कति गरे 31 लाइनदेखि ल्याएर 1000 लाइनसम्म पनि भयो। त्यो एउटा च्याप्टर त्यो सिक्यो। त्यो 11औं 12औं शताब्दीसम्म रह्यो चोका, लामो कविता, त्यो कोर्ट लाइन पनि। अनि त्यसपछि त्यही सँगसँगै टङ्का निस्कियो। टङ्का 5 लाइनको थियो, 5 7 5 7 7 त्यो निस्क्यो, त्यसलाई टङ्का भनियो। अनि टङ्का निस्किसकेपछि फेरि बिचमा चाहिँ चिनिया परम्पराले अलिकति प्रभाव पार्दाखेरि अनि रेङ्गा भनेर निस्क्यो। दुई लाइन चाइनामा रेङ्गु भन्यो, जापानमा चाहिँ रेङ्गा भन्यो। अनि त्यो रेङ्गा कसरी निस्क्यो भन्दाखेरि त्यो 5 7 5 7 7लाई 2 टुक्रा पारियो, टङ्कालाई 2 टुक्रा पारियो। एउटाले 3टा लाइन लेखेको छ भने दोस्रोले 2 लाइनमा लेख्यो। कोही समस्या पूर्ति जस्तो भयो।
त्यसलाई टङ्का भयो, टङ्का आयो। टङ्का आइसकेपछि फेरि नयाँ नयाँ ग्रुप हुँदै जाँदाखेरि सेडोका भनेर आयो, 5, 7, 7 भनेर आयो। अनि सेडोकाको त्यही हो, 5 लाइन त्यही भयो, टङ्का जस्तै टङ्काको रूपमा आयो। अनि सेडोका पछि के भने कटौटा भनेर आयो, कटौटा पनि 5, 7, 7 यी 4वटा पिलर भए। चोकामा चोखाले सुरु गर्यो के भने टङ्कामा एउटा पिलर के भने कटौटा भयो, एउटा सेडोका, विभिन्न किसिमको रूपहरू आयो। त्यो जाँदा 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 के भने त्यो बेलासम्म 14औं शताब्दीसम्म चाहिँ के थियो भने कोट लाइफको राजा महाराज गर्दाखेरि चाहिँ त्यहाँ प्रेम प्रणय र यौन मात्रै हुन्थ्यो, प्रेम प्रणय र यौन। अनि 14औं शताब्दी र 15औं शताब्दीको बिचमा विभिन्न किसिमको चाहिँ सिद्धान्त निस्क्यो। त्यो सिद्धान्त निस्केपछि के भयो भने प्रकृति मात्रै भने प्रकृति भन्न थाल्यो, प्रकृति सबै चिजमा हुन्थ्यो। उनीहरूले दर्शन आउन थाल्यो, त्यहाँ बौद्ध दर्शन आउन थाल्यो। त्यसपछि ताओइजम थियो, चाइनाको ताओइजम आउन थाल्यो, कन्फ्युसियस भनेर आउन थाल्यो। अनि बुद्धिज्मको उसमा पनि टुक्रियो, महायान एक टुक्रा आयो, हिमयान भनेर एक टुक्रा आयो। त्यसपछि फेरि वज्रयान भनेर आयो, वज्रयान परम्परा पनि आयो। वज्रयान परम्परा जब आयो चाइनाबाट, त्यो हामी सबबाट गएर चाहिँ बुद्धिज्मको लागि बुद्धिज्म चाइनामा गयो, चाइनाबाट चाहिँ तिब्बतमा आयो। हाम्रो ती ल्याउने मान्छे हाम्रो नेपाली तान्त्रिकहरू थिए। ती तान्त्रिक नेपाली तान्त्रिकले जब पद्मसम्भवलाई भन्दा बढी मात्रामा उनले पद्मसम्भवले नेपाली तान्त्रिकको भरमा त्यहाँ बुद्धिज्मको प्रचार गर्न सफल भए। त्यो बुद्धिज्म हाम्रो वज्रयान परम्परामा आएपछि त्यहाँ प्रेम प्रणय र यौनको सुरुवात भयो। यसरी आएको परम्परा बिचमा चाहिँ फेरि एउटा नयाँ रूप आयो। के रूप आयो भने चाहिँ हाइका भनेर निस्क्यो, व्यङ्ग गद्य। अनि हाइकापछि अर्को रूप के आयो भने चाहिँ होक्कु भनेर आयो। अनि त्यसपछि 20औं शताब्दीमा आएर चाहिँ सिकी भन्ने थियो, उसले के भन्यो भने हाइकाईको हाइ र होक्कुको कु राखेर हाइकु भनेर शब्द 20औं शताब्दीमा ल्याए। यो 20औं शताब्दीमा आएको यो शब्द हो। त्यसपछि के भयो, यसको प्रभाव संसारभरि पर्यो। 20औं शताब्दीपछि त्योभन्दा बिच अगाडि चाहिँ के भने हाइगा भनेर आयो। त्यो हाइगा कसरी आयो भन्दाखेरि हाम्रो बौद्ध यहाँको वज्रयान परम्पराले प्रभाव पारेको चाहिँ पेन्टिङ विथ पोइट्री, कवितात्मक रूपमा पेन्टिङ गयो। कहिले चाहिँ कलात्मक तरिकाले आफ्नो भाव व्यक्त गर्ने, कहिले कविताले, दुईटाको नौवटा हाइगा आयो। त्यो हाइगा 19औं शताब्दीमा आयो। त्यो हाइगा आइसके मात्र 20औं शताब्दीमा हाइकु आयो। परम्परा यो छ। अब यी सबै छोटकैमा मैले भने अब नेपालमा सुरुमा के भने टङ्का र हाइकुले चाहिँ रूप लियो। टङ्काले अहिलेसम्म छ, त्यसपछि अहिलेसम्म छ। हाइकु 20औं शताब्दीमा आयो। अनि नेपालमा 19 सालतिर शङ्कर लामिछानेले एउटा हाइकु लेखे। त्यो हाइकु लेख्ने बित्तिकै अङ्ग्रेजी साहित्यको प्रभाव आइसकेको थियो। 19th सेन्चुरीमा त 19औं शताब्दीमा त बेलायतमा त आइसक्यो। यत्रा पाउन भन्नेले चाहिँ के गर्यो भने 3 लाइनमा उसले कविता लेख्यो, तर 5-7-5को नियमलाई होइन कि लाइन 3टा हर्फमा मात्र लेख्यो। त्यसपछि शङ्कर लामिछानेले के गरे, अब होहल्ला भयो। हामी अभि सुवेदी, मन्जुल राल्पा 7-8 हामी त्यस बेला चाहिँ गर्दै थियौँ, अध्ययन गर्दैथ्यौँ। मैले र खास गरेर मैले हाम्रो मन्जुलले अघिले चाहिँ 5-7-7 3 लाइनमा लेखे पनि हामीले एजा पाउनको नक्कल गऱ्यौँ। त्यो गर्ने बित्तिकै शङ्कर लामिछानेले लेख्न छोडिदिनु भयो। त्यसपछि होहल्लापछि लेख्न छोडी धेरै लेखे। अनि 45 सालमा बल्ल टोयोटा कम्पनीको एउटा प्रोजेक्ट नेपालमा आयो। कमल प्रकाश मल्लले को नेतृत्वमा एउटा आयो र यहाँ सुरुवात भयो। त्यसमा चाहिँ के आयो भने चाहिँ अभि सुवेदी र क्षेत्र प्रतापहरू पनि त्यसमा लाग्नुभयो। माधवलालजीहरू एउटा ग्रुप, विभिन्न ग्रुपले लाग्यो। मलाई पनि त्यहाँ घुसाउनु गइएको थियो, मल्लजीले गर्नुभएको थियो। उहाँले के भने होइन, मलाई चाहिँ
म 16 सालदेखि त कविता लेख्न थालिसकेको थिएँ। म 16 सालदेखि कविता कथा लेख्ने मैले आफ्नो गरिदिएको थिएँ। 21 सालमा त अङ्ग्रेजी साहित्य पढिरहेको थिएँ म स्टुडेन्ट थिएँ त्यो युनिभर्सिटीमा। यो न्याय ट्रेन आउने बित्तिकै यहाँ सबै हच्किए अनि हामी सुरु गऱ्यौँ। त्यो सुरुवातले के भयो भने न्याय ट्रेन आयो। अनि मैले के भने आधुनिकता भन्ने बित्तिकै आधुनिक प्रतीकात्मक रूपमा कविता हुनुपर्छ र प्रकृति पनि हुनुपर्छ। प्रकृति त स्वयं आउँछ, प्रकृति भन्नै पर्दैन मान्छेको प्रकृति त। अनि कलात्मक तरिकाले बौद्धिक तरिकाले सिम्बोल प्रतीकात्मक रूपले कविता आउनुपर्छ भन्ने अभियान सुरु। अनि बिचमा अलिअलि लेख्दाखेरि डेभलप भएन। त्यसपछि 69 सालदेखि चाहिँ मैले सुरु गरेँ। मेरो आफ्नो यसमा 5-7 ल्याएँ र त्यो बेलामा चाहिँ के भयो भने चाहिँ धेरै पत्रकारहरूले कुनै राख्यो रोनी हाइकु अड्डा भनेर पनि छाप्नु थाल्यो। मेरो नाउँबाट हाइकु अड्डा पनि भयो। सबैले सिकाएँ मैले। त्यस बेला अहिले जुन नाउँ कमाउने आफ्ना साथीहरू ल्याएर मैले सबै गरेँ राखेँ। आज लास्टमा के भने त्यहाँदेखि टुक्रा जहाँ पनि राजनीति आउँछ टुक्रिन थालेँ। अब प्रतीकात्मक रूपमा नआउने जे मन लाग्यो व्यङ्ग्यात्मक रूपमा चाहिँ हाइकु चाहिँ जे पनि सजिलो यो रूपमा गयो। अब यी सबै लामो अब तपाईँले अध्ययन गरेको मान्छेले थाहा पाउनुहुन्छ हाइकु भन्ने बित्तिकै अब मान्नुपर्छ कि भौतिक एउटा भौतिकता साथ प्रतीकात्मक रूपबाट आउनुपर्छ भन्ने हाम्रो धारणा छ। तर यहाँ चाहिँ हाइकु भन्ने बित्तिकै हाइकै जुन बेला चाहिँ हाइकै चाहिँ के छ भने व्यङ्ग्यात्मक। अहिले हेर्नुहोस् त 75% हाइकु भन्नै सुन्दैन, खालि व्यङ्ग्यको राजनीतिक हुन्छ। यो कारणले भयो। अब लामो इतिहास मुख्य बताउँ म यतिमा लागिरहेको छु। मैले कटौटा पनि लेखेको छु, सबै साथीहरूलाई सिकाएको छु। अब कुनै वखत अब यहाँ साथीहरू म सबैलाई म दिन्छु पनि, सानो पनि गर्छु। यही बिचमा मेरो 2-3टा हाइकु सुनाउँछु। यो 2-3टा हाइकु यसमा प्रेम पनि छ, यौन पनि छ, प्रतीकात्मक रूपमा पनि छ। तर मेरो हाइकु अर्कै रूपमा हेर्नु थालेको छन्। पुष्कर लोनीले हाइकु गर्यो भन्दैछन्। यो तपाईँ आफै सुन्नुहोस्। एउटा स्कुल अफ थट मैले आफ्नो भइसकेको छ। मेरो एउटा ग्रुप छ। मेरो ग्रुपले अब त मान्यता पाइसकेको छ। 1-2जना जसले राजनीति खेलेका छन् उनीहरूले आफ्नो स्वार्थको निम्ति ग्रुप बनाएका छन्। त्यो ग्रुप पनि बिस्तारै चाहिँ गइसकेको छ। उनीहरू पनि धेरै अब आज तपाईँले मेरो हाइकु सुन्ने बित्तिकै त्यही परम्परामा लेख्ने हाइकु तपाईँ प्रशस्त मात्रामा भेट्नु। म 3टा हाइकु सुनाउँछु तपाईँहरूलाई। सब प्रतीकात्मक रूपमा सरल छ है। म 2-3टा सम्झेकै भनिदिन्छु। अब 9 तले बाँस सब प्रतीकात्मक छ है। 9 तले बाँस गहिरो पोखरीमा, 9 तले बाँस गहिरो पोखरीमा न्युरिएछ। यति हो 3 लाइन। 9 तले बाँस गहिरो पोखरीमा न्युरिएछ। अब तपाईँ आफै मानिलिनु प्रतीकात्मक छ। यहाँ एक शब्दमा प्रतीकात्मक छ। कहिले कुन रूपमा बुझ्ने त्यो आफ्नो ज्ञान र आफ्नो उसबाट आखिर हाइकु त भयो। अब दोस्रो छ त्यो चाहिँ सजिलो छ, त्यो धेरैले बुझ्छ। यो त्यो पनि मैले प्रयोग गरेको। पोटी घुसारे लसुनको पोटी छ नि, पोटी घुसारे मलिलो रहेछ माटो। पोटी घुसारे मलिलो रहेछ माटो, बोट उम्रियो। पोटी घुसारे मलिलो रहेछ माटो, बोट उम्रियो। यो त सबै बिजोलाई त अलिकति बढी अलि सरलताले प्रतीकात्मक छ। आँखा छिरेछ बोल्नै सकेन प्यारी। मैले एउटा अहिले यहाँ प्रयोग गर्ने प्यारी भन्ने शब्दबाट मैले मेरो हजारौँटा हाइकु गरेको प्यारी भने जस्तै अरू लेखकले एउटा सिम्बोलिक एउटा
राखिकन लेख्छ त्यो लामो कविता लेख्छ मैले लामो कविता लेख्दा प्यारी भने एउटा सिम्बोल यो प्यारी पनि एउटा सिम्बोल हो आँखा छिरेछ बोल्नै सकेन प्यारी बोल्नै आँखा छिर्यो है आँखा छिरेछ बोल्नै सकेन प्यारी पोलेछ मन त मैं 3 किसिमको देखाइदिएँ अब तपाईँहरू बुझिहाल्नु भयो हाइकु भन्ने बित्तिकै त्यो व्यङ्गात्मक राख्नेमा हाइकु आउँदैन हाइकु भन्ने बित्तिकै एउटा चाहिँ प्रतीकात्मक रूपमा आउनुपर्छ र हाम्रो सङ्गीत साहित्यमा जति प्रभाव छ वज्रयान परम्पराले सब प्रतीकात्मक या यौनमूलक बढी मात्रामा छ मेरो यो हरेक शब्दभित्र एउटा यौन छ यो यौन प्रतीकात्मक रूपमा मैले लेखेको छु प्यारीलाई पनि मैले त्यही रूपमा राखेको छु आँखा छिरेछ पनि आँखालाई पनि सिम्बोल राखेको छु यी हरेक कुरा तपाईँहरू एक एक शब्दलाई जब हेर्नुहुन्छ साधारण हाइकुले के भन्छ भने चलन चल्तीमा चलेका शब्दहरू प्रकृतिमा चलेका जुन पार अथवा रुख अथवा हरेक जे खोला जे आवाज जे सुन्नुहुन्छ त्यो सबै प्रकृति हो त्यही प्रकृतिभित्रको शब्दलाई हामीले आफ्नो किसिमले एउटा मान्यता प्राप्त हुने गरेर जसले हाइकु लेख्छ त्यो हाइकु सधैँको निम्ति दिगो हुन्छ तर एउटा राजनीतिक व्यङ्ग हालेको हाइकु अवश्य दिगो हुँदैन आयो एकछिनको रमाइलो हुन्छ तर यो गम्भीर हुन्छ जस्तै ताओजिम चाइनामा ताओइस्ट कविताहरू छ जैन कविताहरू हुन्छन् हुन्छ तर हाम्रो वज्रयान परम्पराको एक एक खोज्दै गयो भने वज्रयानको हरेक सीमा हाम्रो काठका सिम्बोल कुदेका यिनीहरूलाई खोज्दै जानु भने के छ हरेक देव देवी हाम्रो सिम्बोलको रूपमा रहेका छन् यी सबै नेपाली साहित्यमा आउनुपर्छ र आउँदैछ भने र यति भनी म आज यहाँबाट apa surado kajo puskal lomi jeta jisia puskal mani mama puskal jisia jan kama kha wekla no adin yang didu do wekla zamana ne wekla kha akan sekali surado jana ade a nuju tegu jole ji thana ji samiche kajo dolo mani kajo jeta pahunchana सुरुवात साक्षीदार जोजोका नेवामा सभापति दाजु सुरेश प्रधानजी लोपा रत्न राई मन्जी देवी पासपुर जनजाति सेक्रेटर जोजोका यो कोही यो भने हुन्छ ताक नगाउनु सो यो अनौपचारिक खर्च तो हाइकु खेल हाइकु विकासका लागि चाहिँ हामी जुन लकडाउनले विशेष सुरु जुन छो प्रविधि या त चिसनको कथा थो भाषा साहित्य के छले पनि क्याउ छौ नमुना हो वो नमुना कथा चाहिँ प्रत्येक दशया छोचको वो अवस्था निगन याद जो हाइकु कि पाके तया जुल भाषिया का हाइकु छौ अभ्यास जाका विषय जुल तो हाइकु अभ्यास प्रविधि विकास हैन कम्तिन नेवा भाषा खेले चुइपनी छौ चाहिँ पुच तयार जुल नत्र बुनिपी मोला अथवा ट्रिपियन रुपी मो खराका अझौ छौ चुता विषय जुनको अवस्था हाइकु खयाउ स्थापना वो यान्सो गतिविधि ख तो छौ ज्याजुल अनि दुई गुण कि पात गया कि हाइकु चक्यो ज्याटा छैन चुफु ख तर किपा बिले छौ प्रकार चुल त चुमी बिद छौ प्रेरणा बिर र हपा बिन जुल दातसँग भूषण प्रजाजी धेरै किपा नाप्लाको हाइकु नाप्लाको किपाना बेफोसा बालाउ चीज का और अवश्य न तर बड़ी चीज प्रविधि चेता साथ में भी से या मुफी चीज दु अझै हाइजिन पिसा हाइकु चोइ पिसा न किपा एतो कया चोइ ख तर किपा त बेमार हेरौ हो किपा दुले पिने याब चितनु बेफु अहिले हाना हाइजिन हाइकु चोइ पिसा जिन थो पिसा हाइकु चोइ लगाउ हाइपियो वा थो सोसियल व्याख्या ज्या चुमी त्यो ज्याम चुमी थौ अनुभूति थौ भावना पोल्के ख वो भावना वो अनुभूति त नाना क्याउजा उत स्वे उपहार चाहिँ बोमी पनि ख बोमी से छु उत सिपनो सोला वो चीज महत्वपूर्ण
जोमिन चोउ चीजे अन खागो न उक्त कुटी का ढाबडी म जोमिन छौ भावना गया जेफु तर बोली सब खागो न वो शब्द मेरो अर्थ न दियो त्यो खागो अर्थ शब्द या वो व्यापकता त चिस वाचा केमा एजा चिसम चुयाउ चीज है इसको भावना जीव अनुभूति त जुनी रही क्योंकि व्यापक अनुभूति का जस्तो अनुभूति पुष्कर गर्ने थौ हाइट बना दिला कि छौ प्रकार प्रेम दोइन न मेल चीज त खागो शब्द ख एक चीज त का तो चीज से वाचा केमा ल मेल छौ ख लकडाउनले चाहिँ को पठाइदिने जुना तो हाइट त तब्या के चाहिँ याद छ नाप्नाको वो छौ खुला समाज खुला अवस्था के ना सुन चीज बीमार है छौ बारंबार खाजुया छौ केवल अलग रूपे जस्तो प्रविधि जगह ढाउ प्रविधि छौ अलग क्या आकार क्या छौ सीमा दे नाप्नो चुमी चुइपिनी बिचेन नाप्ला ज्याजीमा अन सभा समाज केवल हाइट ने के हाइट विषय चाहिँ ताकत नआफले यिनी पिन्छ वो बोझ वो झ्याटो सया भइनु छगु कार्यक्रम छताय बिचियो भनेमा अन हाइको न बन्यो हाइको व्याख्यान या क्या भूमिका न गरे थुको चीज जीवले जिदा चाहिँ नेनेउली ध्यान पनि मो एजाको अलग छौ चियापान ज्याजो छैन छौ या मल ढका इले बेले खाजु ख अलग छडा 1 घण्टा कार्यक्रम ग अहिले उहाँले बा हाइजिन हाइको चुइले चाहिँ नाका जिमाल छ हाइको चुइ मस्त मेमो हाइजिन आफ्नो छौ सम्पर्क सबै देमाल उनी बीचे छौ प्रकार अन्तर्ज्ञात जिमाल कि छमेसन चौ मेप्न नेके छमेसन शु खमेप्न ढ्याउ थियाउ खर जीवले छौ विचार आदान प्रदान जी अध्ययन आदान प्रदान जी थमो खराब चीज आदान प्रदान जी तो चीज छिटा मेरो छौ चीज के वो चीज मा एजिया ज्याजुले घण्टौं जना मुक्ति केही समय ज्याजुले याना मेरो चीजे छौ प्रकार हल्का फुल्का रूपले चाहिँ आपका तो चीज मा रे उको ठाउँ सोच्नु तर कौन चिसो सोचे राखेको होला यी सारे 2-3 मिनट सुजु आत्रै छिट जना कसले थौ ख ध्याउ जी कि ताको खण्डमा थियो अनुपचार सम्मुख कि चिज खौ चीज केवल निने निकली मयासी वो त कया छी बिचन छौ सर साला जी मा रही वो छौ इनाको त्या आग्रह त्या चाहिँ यहाँको कार्यक्रम बनाउँदा छिट बिसन थौ कथा सल्लाह सुझाव त दियाछ दु कथा चिस तो जीव तो ज्यादा न्याकेमा कुकरे जीवने मा रे चीज जिसन छोटो कठैया को चयाजको जीव भाषा विकास हो सुन समय बनाउन ढाउ भाषा विकास हो वो चीज जीव नियमित ज्याजीमा ट्रेनमा बनेनमा भंग्यो ज्यानयामा केवल जो ज्या भाषा विकास हो जिसन चया चीज छौ गरिमान देमा चया चीज छौ उत्कृष्टता देमा केवल हाइकु संख्यात्मक चया चाहिँ महिला हाइकु ढाउ 5-7-5 को अपुव ख तर उले अफु कथा प्यान मुजु साहित्य रहेछ कि अफु चीज खानु त्यो क्या गम्भीरता जिस बनेमा थोक गम्भीरता जिस बनेले फेमा रे अर्थ खेको नखजुया छौ नखलम अजाउ छौ वेस्टर्न सद्भावना बिमारे आशा प्रेरणा छु सुरादन आफ्नो आवाज सुराद समीक्षक बाजु दुरो मले गर्ने जेला छिगे आ सकिस्या मोम इको ढङ सञ्चार गरे लिन ठेम इबिया जब छिबरी आफै करि झिनी गौ ज्याजो न्याके गर्दै सदाइले जिसन ज्याजो न्याके तालाउ एटु छोरी सबै ठिक लाउवा करि ज्याजो न बजाइ टेंगेटु अब त ठौ नचो पिन्टुना नचो देशनले जे समीक्षक बाजु पूर्ण गरे ताम्रा गरे अनुजना बजा न Sabayan ayot sudah selanjut oleh to Sabayan Mopa Nepal Bahasa Akademi yang Chancellor Taju Ekin Tak Taju Napong Penegiti Sakisno Judumulo Jujuripa to NewaHaikuKhyaY Nirotuna Sore Chunggu Dospek to चाहिँ Jajur Jasno Kong oleh to guru haikuyu istiki kong चाहिँ गन्तव्य चनो जी अनिबो मरे गुमो इंदम माने जु यको योगदान दु दिताका खला वेको लो वेको पकरे पारा
कविता आत्मिक कविता जोया नेपाल भाषा खेले प्रवेश केन्द्रीपट्टि ख वेको यो कविता सिटु पत्रिका इदुमु हिसु अहिले अनवया नेपाल भाषा आत्मिक कविता या प्रतिनिधि कविता मुना गाजन राव चाय नवेको यो कविता दुचा तुम तगले हमपा वेको आत्मिक कविता या प्रतिनिधि कविता अहिले उहाँ लिपा तो कविता तो या सुनफनो अटे ज्ञान को लिपा वेको समीक्षा समालोचना लाटे दिल ono ci modumo prembaru kopsa yu tai premna wekno ko sekse la ko kandu deken apa wekno prembaru kopsa yu ye dimanda nupu ko de dimanda yu mare kaya so sapu sejla wo sapu yo na ko nupu kli kopsa yu kata to sapu weko ate ni nyana ni krudulle wekno tridi di sapu ka toro ko sapu weko ina pau sapu jusa fli sela fli kwatu fli orien du ki sapu ki bondasa evi to sapu chai to patikrom yu sahayogi kotho chai sahik gram ka kotho te ko chai jinge no du ai weko yu chai suri ino ma ju se suri wekno chai nepal bhasha ami ko to tridi ono समीक्षा समालोचना ट्विटल अले अले वे आमी कविता बारे यको टको चाहिँ समालोचना सिटु पत्रिका गणन पत्रिका न गाउरु उया लिपा वेको यु चाहिँ जोसा तो कोर्स या भाषा विज्ञान ने चाहिँ वेको नाग तो नुपुग्ली कसै पापा हुँदा वेको चाहिँ सोंगु सफु तो शब्द सम्बन्धी भाषा विज्ञान सम्बन्धी वेको सफु पिरु अहिले उची एक छौ चाहिँ सफुटी वेको श्रेष्ठ शेर्पामा बिउडु फुट्न वेको चाहिँ सम श्रास पुइले वेको समीक्षक भाषा मालोचक मंसे सम व्याकरणकी वा कोशकार कथाउ वेको प्रसिद्ध छ अहिले वेको यो चाहिँ जीवन यो दक्ले लिपाइ चाहिँ वे तो हाइकु बिरा वेको यको योगदान यातिल कला खन चाहिँ न्योनेजी नेपाल भाषा हाइकु यो चाहिँ प्रयास यामपट्टि जी इस्लाम शिष्टाचार्यको वेको थौना मतस्ते वेको एउटा भाउ खण्डी आज हाइकु ग्रन्थि अनुप शिष्टाचार्य वेको थौना मतस्ते छौ पत्रिका चाहिँ दिकेल वो पत्रिका चाहिँ दिके पत्रिका नाक जी नकिनी नाचक हाइकु नाकी निकल अनि म भूषण प्रसाद श्रेष्ठ छु वातावरण पत्रिका वो चाहिँ इस्लामी शिष्टाचार्य हाइकु चाहिँ दिनु परेको आफो हाइकु बारे जी इन मैले छु चाहिँ साझा तो हाइकु या मको गाडीपट्टि औवेकमा चाहिँ लिखेको पाए चाहिँ वास्तविक इस्लाम न नेपाल भाषा हाइकु प्रदेश भुक्ताया हाइकु प्रवेश यामा हाइकु चाहिँ प्रामो जिमा भिवी सापय वेकनो चाहिँ छोटोया वेकनो बादाम पत्रिका पिकेटिङ चाहिँ कन्नु अनि वे हाइकु कविता वेको भूषण प्रसाद श्रेष्ठ जुए सम्पादकले पिदुङगु सजित नहे नेपाल भाषा काव्यलेया उकिनको हाइकु कविता पिन्न सुंदु अदुचोली नेपाल भाषा दक्ले मटे भापा हाइकु यो चाहिँ प्राण पयारो हाइकु पुथायो पुटो चाहिँ जी अनि म मरे भूम इस्लामी शिष्टाचार्य छु यहाँ जीवती त अले को निरञ्जिन्यो कला उया मापा नाचर यो को निर्वाह में देखि ल कि 2025 से नेवा हाइकु नखा चाहिँ पिनुङ ल उले चाहिँ हाइकु सपुना पिनुङ ल अले उले निसेले चौकटमा चाहिँ हाइकु यो चाहिँ थियो पलापै बा न्यास चाहिँ गुम्बुपट्टि खण्ड तर फो अझै जो सानो तर हाइकु यो चाहिँ गु स्पिड क गु चाहिँ गति न्यामापट्टि क उली गति न्याचुङ चाहिँ मरु गुले कि चाहिँ यो न्यो नाच भेलिङ ल कि जो नेवा हाइकु चल को जुमे गु चाहिँ प्रोग्राम यादिल याकिल न्याक ल
अनोनिसे जो हाइकु यो चाहिँ ज्याजो एकदम चाहिँ गति कया कोम चाहिँ टाइम अब ठुले जी इस इन्नमाली जो चाहिँ तो नेवा हाइकु पत्रिका न पिकै चुनाती ट्विंगी मुगल अले हाइकु सम्बन्धी विभिन्न लेख न पिकै चुनाती मुगल जी सर्वे कति नाजन भेटी मुगल जी बेबादी भेटी मुगल कि नेवा हाइकु चाहिँ गु सफु क मुना क वो सबदी भूमिका मोरु इन्नमाली भूमिका मोरु सायद चाहिँ पने जरुरी थियो अले इन्नमाली चाहिँ भाषा इन्नमाली तो हाइकु बारे नेपाली हाइकु नेवा हाइकु बारे मगु जापाने हाइकु चाहिँ गुप्त प्राप्त गर्नु ओ बारेमा वेकमा चाहिँ चाहिँ वेकमा तांता जुल हाइकाइ जुल घोरपु जुल हाइकु यु चाहिँ विशेषता जुल अले जापानी चाहिँ कविता पेयो जापानी कविता छ हाइकु यु चाहिँ विशेषता बारे गु चाहिँ कविता ख गु धारणा ख वो फर्कन वेकमा चाहिँ चिठी लेखे इन्नमाली जुन चिठी लेखे चाहिँ चयाति दियो खटे वेकनो अपो लेखे चाहिँ चुखे जोर्गेडी लासा सैद्धान्तिक पछिका वेकनो जोर्गेडी तो चाहिँ तो मने वर्ते चेबु नुले वर्ते चेबु तो लासा फियो चाहिँ अर्थ मोर भेछै याबडी खण्ड डाटा वेकनो चाहिँ एकको लेखे तर्क चाहिँ वेकनो चेदिलु अनि वेकनो चाहिँ तो सेन्टेन्स कमोजी दु हाइकु कविता या मूल प्राण भेवे शिल्प ख शिल्प गाडियो सैद्धान्तिक पक्षबाट भेट गर्नु छ अले दक्षिण मध्य वेकको यो धारणा अन अपो चाहिँ प्रचलित बाट छान नेनुको पनि धारणा छ आशा हाइकु चाहिँ अपो तर हाइकु या लागा वो हाइकु चाहिँ थाकु तथापि पनि एकदमै प्रचलित चाहिँ सो वाक्य चाहिँ छुन्दु वेकनो भेगाउनु छ यो चाहिँ नुले लुलुटे अहिले त याओ हाइकु सुन्न जुपडी मकु हाइकु वर्णन मकु हाइकु मचिनाया फमन मकु हाइकु जिन्नेको खमोया खमर देव कल्पना मकु एभली वेकनो चाहिँ भाषा आज हाइकिङ दिन्छन् भेटिङ ये हाइकु गाडी छ्याम बस्यो जब हाइकु सोचौँना नेपाली जी भजाउँछ च्याउर तर हाइकु चाहिँ चेर अप पनि तर थुइ त चे नेपाल पुलिस चाहिँ ठाकुर गाडी पनि अभिव्यक्त नाचन जुन दियो एभली वेकनो खास चाहिँ वेकनो चाहिँ साधनको हाइकु यो भू तो इसिटिडु वो इसिट थ्याङ्क्युली ची इन्द्रमाली ज्यू यको योगदान या विशिष्ट योगदान गुटाका फय योगदान त करेखाना को नेवा हाइकु चलो वे गइ त हमु वो चाहिँ लस्ता या भन्छ वेकनो चाहिँ सुलासा हाइकु चेक अथे दुलै गर्ने चेक गरि मको चिन्तन वो मनन न बोले आवश्यक चिन्तन वो मनन नगाडी चाहिँ छु अर्थे वेकनो ढाउजीमा भाषा तो जापानीज साहित्य मध्यकाल पाठ्य होला तो मेडिटेशन न चाहिँ थाकाल मेडिटेशन थाक्या हुन्छ हाइकु चाहिँ त्यो लागि आपलको मेडिटेशन नि मोटेर व्यक्तिहरु बा मोनो मेडिटेशन नि छेगु या चुंडु अनि मेडिटेशन चाहिँ श्वास चिन्तन मनन चाहिँ यति अनि वो चिन्तन मनन हु चाहिँ सिर्न दिपटी क वो सिर्न दि हाइकुले स्तरीय हाइकु को पिगनी राडेपटी ची इन्द्रमाली जिउ चाहिँ विचार क एभली वेकनो चाहिँ श्वास हाइकु या भावै सबन्ता पेमाल कल्पना पक्ष गहनता पेमाल मनन चिन्तन स्वतः स्फुट पठ हाइकु या श्रीनारायण स्वामी चाहिँ हाइजिन चाहिँ हाइकु खेलेको हाइजिन दिदु इति तस्कै म देखाइपटी ख वेकनो लेखे चाहिँ अहिले मेन खने वेकनो जोरके कि खंसा यो अञ्चलमा थाक्नु पनि खक कि हाइकु र गाकी दुमपटी सफुया न वो चाहिँ हाइकु मनुष्य थो गड्डे खयु पूजा खेनु ज्याजु मुडी न
What content wake no we cannot get not into, but they cannot get not into, as we wake no say answer, haiku ya bhasa, but they no. Haiku ya bhasa regarding potential mal, sa haiku la has no what point of call. Conta has a what potential man jimal. Conta potential man jimonely, haiku you say or making that monkey. What can wake no say, George get it call. अहिले आता कि पुष्कर लोनी जुन धेरै मतलब कि हाइकुई देमाओ तत्तो लाड्यो बिम्मुख अन सुरसुरी जापनिस चाहिँ हाइकुई कि गर्न चाहिँ गोबडी छ कि गो मैले हाइवे जिमो तारिक न चाहिँ कंगो कि क थानो कि छ तर आवया कि गो चाहिँ तसा जो मटसा जो रिपोर्टी थानो चाहिँ त्यावे जुलु अझै बना हाइकुई देमाओ पति छौ इन माले जो चाहिँ छौ जोबेताउ कि रेडी छ ini jika अनुप्रास का संभावना का फटी तत्व तैयार खास जगह वो है कुछ मोक्षा वो सत्र चिन्हवा खबर ऊपरी का वो चिन्हवा खबर लारी तो बाकी ऊपर खेलने को जीतू वो क्यों है कुछ मजीतू वो कारण ना है है कुछ जो दस्तान थाकू बा है कुछ जिम को डाटाओ ताकि फैल का और बिम्बई फैन हो तो लासा सुरी छौ बिम्बो दुसा सुरी चाहिँ हाइब्रिड डबले फर्स्ट टु ल्याने छौ बिम्बो दुसा डबले लास्ट टु ल्याने उकिउ चाहिँ एगेन्स्ट दे बा अन्डर ब्लड हासिउ पटि बिम्बो चाहिँ देख्ने तदानो वेकमा चाहिँ त्यो मार्जु चाहिँ त्यसमा दिलु अनि हाइब्रिड चाहिँ बुक बिम्बो को ओ बिम्बो चाहिँ पालिस परि ब्लोडी बिम्बो चाहिँ जिमा तदा चाहिँ वेकमा त्यसमा दिलु जिन आज हाइकु चाहिँ मिलाउनु पर्छ जी साहित्यिक भूषण प्रसाद से तुझियो तबले हपांगु गु चाहिँ बोनिउ बारे चाहिँ वेकमा हाइकु नागल ओ कि थ्यावे का कयु चाहिँ अन्त बिरला भाषु बिम्बो चाहिँ दि चाहिँ खाना थे गर्दा अथवा नकिने चाहिँ पुस्तक लोनी जो चाहिँ सो गु तबले हपांगु चाहिँ वेकमा हाइकु नेंगल ओ कि न अन्त बिरला भाषु पटि न्यू बिम्बो अनु दु चाहिँ गर्दा अहिले अनुगना इन्द्र माली जो चाहिँ सु चाहिँ हेरा वेतो से सु ला नेपाली भाषा चोजुटी क स्कुल डिप्लोमा से वेकनो चाहिँ चिउयान सकी पडी क लिपा चाहिँ जी गुलाल चाहिँ हरिबाबा जन कोइ गुलाल त्यो बाके वेको प्रोत्साहन केन्द्र बाको भाषा केले चाहिँ पास्नियो तार्नेना वेको नेपाल भाषा चाहिँ नेपाल भाषा चाहिँ एबी नेपाली वेको चाहिँ भाषा यसको अध्ययन वेको यमये you put the same for what the same Nepali design the web on Nepali and Nico. And Nepali site or in web when you put or a web on in Plaza, Nepal Lasa for secretary when you have where you can Nepali Hasa for the or site you can for most of food and web do. Or a trouble letter, the Panau Plaza, where you have you something child letter. जी नक्की चाहिँ साइडीपट्टि पुष्कर लोनी चाहिँ नानो वेक लोबले क्यान दिउ पुष्कर लोनी चाहिँ लासा सो हाइकु प्रोजेक्ट टु ट्रेक सो चाहिँ सो सका जब ग्यापीपट्टि मको कि वेक नो खाके जुन सपोर्ट तपनो बा सामग्री तपनो वेक त बिया करुन ग्वारी गन्ति लगा वेक नो चाहिँ सो लेके चाहिँ पुष्कर लोनी नाके दिउ एली पुष्कर लोनी जी इन्द्र माली दिया तस्मय सकिमो चाहिँ छौ भाषा क वो कोनो खौ वेकै क गु चाहिँ छनो दासे सडा गु चाहिँ नकिदल कोनो नेवा हाइकु खय लागि गु यान दिल वो चाहिँ खौ भालापति पला चाहिँ क अझै इन्द्र माली जुय चाहिँ भाषा नेपाली साहित्य न वेकै अध्ययन जुन तार्दैन वेक चाहिँ छौ लेखे वेक छुटेको भाषा छुटेको भाषा नेपाली साहित्य तुलना नेपाली साहित्य हाइकु तुलना नेपाल भाषा यो चाहिँ गो हाइकु क नेवा हाइकु क कि राष्ट्रिय भावना एक को चाहिँ दर्शाउँछु राष्ट्रिय भावना एक को किजो तर ठो चाहिँ गो राष्ट्रिय भावना क वो भावना चाहिँ नेपाली साहित्य उली मनमरु बा कम्तको दुर्गा वेगो हेर्न गेलु एनी फौं चाहिँ दिसनको इन्द्रमाली जेको को चाहिँ दिसनको लुङ्गा फौं जको मगो हामीले लुङ्गे मामोडी व्यक्ति ख अहिले दर्शौ धामाको स्वासा वेकत न्यू गो विशिष्ट योगदान क
गु चाहिँ लेख त चाहिँ साहित्यिक चोसु त समालोचना चोसु त गु बिरङ पनि त वेको मरे ढुङ्काएन जी सिउ पठ सोपु लेख गु बामालाउ लेख हाइजिन पिन चाहिँ भोले माउ लेख चाहिँ नली कटा बिरङ अथे पलिष्ठा जको जी पलिष्ठा न नायक पलिष्ठा जको वेको यो झिन्याकु मएको झिन्याकु झिन्कुको चोसु चाहिँ वेको बिरङ अहिले पलिष्ठा बिरङ कारणैन हिंसा वेको पिन त हनिउ चाहिँ निजाने पुलिन हनिउ न यानो पनि ख तर वेको मौसुको मोलिना वेको धामस्त अहिले चाहिँ जी कलंकी बना वेको छेंगे बना जी चाहिँ भन कोटे समुति ख अथे मैले चाहिँ वेको यो चाहिँ इन्टरनल त्यो चाहिँ शासन नली काई जुन्दु बैठल लेख काई जुन्दु अथे कम्पनी काई जुन्दु या मैले कोटेकानो लेख काई जुन्दु गु नेता सोसाइटी थoi लागि 10 पॉइंट जैसे गु लेख का हो एवरी चाहिँ भाषा वो लेख द कोमना जिसले सबको पढ्न इकाइमा इकाइको तौजीमा के चाहिँ भाषा हाइकु लागि गर्नु हो नेपाल सोसाइटी थoi लागि गर्नु चाहिँ छौ योगदान फेन्सी फ्लेभिया ये थौ को चाहिए सुने आफ्नो आवाज सुहादो पूर्ण सरेर पूर्ण गरी तमका सुहादो आफ्नो आवाज सुहादो छ न हेर्नु के बनाइला हो बनाइला अनि छु पेउगे झोले जितना समीक्षक बाजु राज्य पुष्प राज कर्णिका क्षेत्र बनाउँछ सुबह पूर्णिमा ठाउँया ठोजलोय अनुभव नायक सुरेश प्रधानजू नुपा नेपाल भाषा एकाडेमी चान्सलर लेगिरन लाफाजू अनि पास्पी रोमट कर्मी नटाउनाका पवासानी जो हिन्दू नामले चिनेको तर आजै मात्र सँगै बस्नु पाएको नेपाली साहित्यकार पुष्कर विरोधीजू इन्द्र मालिजिया न्यामेजू अङ्गिता मालिजू नापा खन तोसो पासाय नाय नाजी कृष्ण प्रसाद श्रेष्ठजू लगायत ठिकै सब्सिड जो जोजलबा यी यको हुनुहुन्छ खन यको वेर हुनुहुन्छ एजुन्टी जी ताको ख ध्यान चुने ठौ खासना नेवा हाइकु नखा नेवा हाइकु ख चाहिँ सोध क्यों लस्ता संतो ज्यादा यन्त्र होला एजुन्टी जी मेगो छु मरासे खाली हिन्तुनाया यु पेंगु शब्द जगे चाहिँ चिकुनु न्याम चाहिँ दक्ले नामा फकटे न्यो ठौ जिसा लोमंका मर्न परान्तन सम्मान नाम इन्द्रमाल जेटा जी ठौ सदा सैत्या गमन्ती व्यक्तया नेवा हाइकु ख निरफना सोरे केन थो इया दुने नेवा हाइकु ख न सुसु जाइरो दियो खन वे गला जीविस कया तया मतन अले वो जायाउनी याना नेपाल भाषा साहित्य त गुली योगदान गरेको खन वे गला गुली साहित्यकार पनि ठुके नै उत्पादन यात गुली सफो प्यावला आदि इत्यादि खन वे गला जी छटाद खदा कि ठो गुगु चाहिँ बाला बुज्या नेवा हाइकु ख्यान याना विचोंक ठोए दिने ठोइले जी ओके या निरंतरता या काम या और निरंतर न्याउने है आ तो निरंतर चाहिँ या निम्ति छटा चाहिँ नापौँच सुझाव न चाहिँ बिमा थियो वो सुकाले खोवे नुगला तो चाहिँ कोरोना या चाहिँ इले चाहिँ ठोसुल दुख आ कोरोना मेमेले यो क्वेशन कुसा ठुके चाहिँ छौ पोजिटिभ चाहिँ रिजल्ट चाहिँ ठुके खण्डु छ अले खासना चाहिँ जुम चाहिँ
जाएको जुन थिएँ कार्यक्रम ल्याएको जुन थिएँ ठुके चाहिँ देशमा पिन्या पि संसारले छौ कुने चौँ मेरो कुने चौँ अस्ट्रेलिया चौँ न अमेरिका चौँ न तयार चाहिँ आफू कार्यक्रम चाहिँ ठुके दिया चौँ ओके ठुके त छौ चाहिँ अन्तर्राष्ट्रिय चाहिँ रूपमा बिउ जुल फिजिकली चाहिँ नाप्न या भए ओके ठाउँ चाहिँ हाना फाइल का फिजिकली न जिउ के मोर हो तो जी त्यानो खन्छु का भाषा तो गो चाहिँ जुम माध्यममा जुया चौँ ख ओके ठाउँ विशेषज्ञ कारण हैन जस्तो सुरेशिन टाइममा यी चाहिँ ठाउँ चाहिँ मिलाया जु के मतलब बनी चाहिँ जुको बसेका छेन्जै सिरेका चाहिँ गुटीका साला मतलब अनेक चाहिँ उकेन फाइलहरू यसो चाहिँ ठोइ चिज चाहिँ निरन्तर चाहिँ बिहाउने फेमा बिहाउने माथि जु सुझाव न निरन्तर डेमा जु काम न अहिले मेरो छटका त हाम्रो छुराले झिका विभिन्न साहित्य विभिन्न विराटले चाहिँ लहर चाहिँ उ खना घुमुले कविता एक खेले चाहिँ लिजरका चाहिँ संस्था छ त उहाँ कविता छ लहर छ घुमुले बाखा डोरका वाला उहाँ बाखा क्षेत्र छ लहर घुमुले फरक सौ फरक अद्वितीयका चाहिँ छ संस्था छना उहाँ लगातार चाहिँ छुङ इटको चाहिँ चिपाखले चाहिँ एकदम बाला चाहिँ छ चाहिँ लहर तर अझै खेको खेकन उहाँ निरन्तरता मस्त जुन चाहिँ ठो नेवा हाइकु खेटर जी ठन्डरा भिजनले जो दक्षिण चाहिँ सरकारले चिताएको छ ठो चाहिँ निरन्तरता क्याफेमा ठो चाहिँ नेवा हाइकु खेटर जुगु पिन्तना जुरा ठोया अनलेको ओया ख चाहिँ जी हाइकु चुइपी गो हाइजिन पिन्डु वो हाइजिन पिसा चाहिँ ठो तो हाइकु खेटर गो चक्कंका इनका कोंदु वो चक्कंका बोनी फेमा चिकपिनी तुसा उलिए चाहिँ यहाँ चाहिँ फेमारका चिकपी सक्ले हाइजिन पिन्डन जुको ठौया टोइले चिकपिन्डा पिन्डन दु थोना हाइको यो गजौजीमा गेजीमा का नाफाप्न खवा ठोना यो कुबे होला जिता छुल्ले जुला दाले ठुके चाहिँ निगु चाहिँ पक्ष दु सब हाइको गे ज्याउली पद्धति हाइको गे चेको मलाई हाइको गे देखियो चाहिँ जी चाहिँ छौ जेसा चाहिँ चिकपिनी युनिट है कि ठुचुटा छिटो छ हाइको गुजौजीमा का चुटा छ वो चुटा ठुके जिउ नुले दनायो ख कि झिसो गु तो यो हाइको वो मे पिन्ट चाहिँ प्रभावकारीमा मेप छ एउटा नालाका खाइमा मेप छ एउटा बाला ढ्यामा यो खनि ए जुन चाहिँ मूल खनि यो झिसो ढ्याक्नु खैट मेप नुले चाहिँ झुट्यो ख मूल खनि चाहिँ झिगु चाहिँ विचार त चाहिँ सम्प्रेषण याउ ख ओके वो संप्रेषण या खै किस्मत छु दिमागमा छु विचार गदौ शब्द छ बाहिर छ ओतै दिस छिसं शब्द गदौ की ओटे चाहिँ बक्तेले बाहिर छ ओतै दिस अथवा फाइ कि चाहिँ के गो मसा बिथे छ मट्यान दिस मतलब ओके मेन खते छोटे प्राकृतिक खते मको मेन खछि चाहिँ संप्रेषण या चाहिँ गे जुन चाहिँ तत्व ख ओ विचार दिस छौ शब्द छौ शब्द चाहिँ तस्ता चाहिँ मन्त्र ठीक जिन होता चाहिँ भूषणजी चाहिँ अब हाइको निना ओके पुरानो जिकेको मम तर दक्षिण को चाहिँ छौ लाइन जुटाउ लुम्ना जन्दो इल न्यल छ इल न्यल इ मगा इल न्यल इ ओ चाहिँ सिधा भेजौँ गाडाले ओ सीमा ह गु चाहिँ गया गया छटाइ चाहिँ वो बेन्च ठेंगा रह लान्दो के बजिराउनु म ओके त्यो सब फेरि चाहिँ लाइन चाहिँ बमहरू उठाएर किसिमहरू छदौ चाहिँ अवस्था क घुमेसी चाहिँ ठाउँ चाहिँ म्याउ चाहिँ बन चाहिँ कमजोर दिनुको घुमेसी चाहिँ म्याट चाहिँ फेन चाहिँ कमजोर दिनुको वो मनु त वहाँ गइकन हुट्न ढेला चाहिँ त्यो इल न्यौ इ जब चाहिँ मनुटे चाहिँ इ चाहिँ अन्त उइनी अब इल एउटा इ एउटा न्यारा सो खाने इल इ एउटा न्याउले चाहिँ ओ सबै सेन्टेन्स चाहिँ छिर्नुले थियो अझ चाहिँ शब्द झिसा चाहिँ माइलमा ऊ थ्री किसिमको चाहिँ जेमा मा एकदम चाहिँ वो चाहिँ शब्द चाहिँ मगला ठाको जटिल शब्द माला या हुसैया त्यो स्नान मछली त्यो वो चाहिँ मको वो चाहिँ बहादुर न मको वो कला न मको वो उद्देश्य न दिनु जो विचार आ मेरो पनि छुरा छ अले विचारे पछि चिसो चाहिँ छात्यो भने चाहिँ चिसो ठाउँ विचार दिनु निम्ति त्यो जिसमा विचार छाइ दिएर मिल्छ जो विचार मेरो छ छैन जुगो विचार मेरो छ अब्ले नि
गब्ले म चाहिँ ठो विचार चाहिँ बाना ठो विचार सहीको ठो विचार मोटेर भिङ्गी ठो विचार समाज भिङ्गी र उयो मोटिभेट अबले ऊ विचार चाहिँ बनाला कहीं यसले यो विचार पछि त किसान विचारमा कला पछि चाहिँ गौन ख हो दोस्रो पछि ख यो जुन चाहिँ मेन खनि चाहिँ विचार ख वो विचार चाहिँ समसामयिकमा दिफु वो विचार चाहिँ शाश्वतमा दिफु ओके राजनीति में जब कहते वो लोग राजनीति में कि समसामयिक तो दिफु तर वो चाहिँ महत्त्वपूर्ण ख वो चाहिँ तोरीको बात त्यागी खमखो जीसँग जीवन एउटा गएन चाहिँ उता चाहिँ न्यानिके पै जीव समाज एउटा बेना न्यानिके पै अझ विचार चाहिँ बिमा चाहिँ अब ओ यहाँको चाहिँ साइकिन चाहिँ कर्तव्य ख न्याम साइकिल कार्य कर्तव्य ख वो चाहिँ बाख्ने नभए लाग्ने हाइकिन लाग्ने नियन्त्रण नलाग्ने मोक्सा छिटो जले मुयो छिटो खराबले हिँड्थ्यो छिटो समाजलाई चाहिँ ढाकले ठुल्यो चाहिँ हाइकु निनु खसा बनी नौनु उयोतिर चाहिँ यहाँ पाएन यो अर्थ छु साँच्चै नै छ यो जुन चाहिँ मूल चाहिँ विचार ख ठुकेपछि चाहिँ अझ सदुरिजा बाबा नाउ समाज त भिन्यु नियु त्योफेमा सिक्किम त हो चाहिँ शुभकामना दु जिटको हाइकु चाहिँ जीवन नेपाल भाषा आए हाइकु चाहिँ खौया दिनेले सडक खङ्गो मस्या जी बुझी भिनी बुझी भिले उगनमा मलाई बुझी भिड लुसिनमा बुझी भिड पुस्तक ठेनमा आज ठेक मोटिभे जिल्ला आएको चाहिँ मलाई मखुजी चाहिँ होला अहिले त छोटा छोमोटी ल्याइदिनु भएको छ नि ठो चाहिँ हाइको खेल्न गु ज्याइन्छ म ऊ बिहान बैदिएर ऊ यो चाहिँ ज्याउ यान्छ न अहिले ठो हाइजिन तल मूल माउन्टेन एबी लुसी जुना बुझी बिहे जुल लुसिए जुल एबी चाहिँ अहिले झिपी ठेङ्ग्या पे हाइको म चाहिँ पे तर ठुके त चाहिँ बालक त छु चाहिँ कुटुकुला चाहिँ बि झिपी कुसक ठ्याक ओके जी चाहिँ जुरा मोटी लिबले ठो खेले जी कुसक थियो चाहिँ रोल भिटा जुन चुनि त चाहिँ नि ओके आ ठो ठो उपलक्ष्य जी सजी कुसक थियो भूमिका मिटा जुन का ओ मिटा चुनि प्रतिबद्धता न व्यक्त यासे लाइन इन Apang Subado, si Samik Raju Dr. Pusparaj Rajkarnika Juyata, Meklon Tau Nuwa Kanadilla, Ate Meklon Chi Lise Pusaja Janadiria Bozana Biadilla, Avashana Chi, the Samik China, Chita Lofi Kena Janadi Bonsakajana, actually Jazo, Karib Kotawe, do begin to Santana, Mupaha, Chitoya Mupaha, Maju Ekiratna Dapa, Neval Vasa, Academia Chancellor. Jika kita boleh cina tahu mu nak cuba dia. Ji sir. नेपाल भाषा एकाडेमी चाहिँ सोरेश्वती नक्तनीय चाहिँ खनिजना दिम पुष्पराज राजकर्णिकज्यू अनि डब्ल्युडिपी सक्ले हानिबाकी वो थन चाहिदिपी सक्ले हाइजिन भागलाकी सक्छा यो नजलपा खला चाहिँ जी हाइकु विषय ज्ञान प्रति म जीवला चाहिँ सोझाया लागेला गद्य ख अथवा हाइकु जीवले पद्यमय जीवन पद्य चाहिँ जी लानेको बोर्नी रातको यी चाहिँ यको न्याय हुनुला टाइगुया कि नापया चाहिँ वक्त पिन्छ बुढी चाहिँ खनिटनी दके लिपते नोय मेस्ट छुन लिनी मखत
अतिजुले छु चाहिँ यो छैन मताएन नुगु खता अनि यो कुई चाहिँ काका न रिनो न चाहिँ नबिर उदित न मता प्यारा सा निगो ट्यारा चाहिँ गया ढुङ्गल वने ढुङ्गल लेकिन अब जी इन्द्र मालिक रियो विषय त कया हुने वेको जिनो चाहिँ यक्को वेको न चाहिँ संसर्ग दुमनु ख वेको न यक्को स्वप दुमनु ख वेको चाहिँ शताब्दी पुरुष अनि 52 शताब्दी पुरुष सत्यमोहन जोशिया चान्सलर जेचना जीवले वेको सदस्य सचिव का अनि वेको न चाहिँ जीवको स्वप्न दो वेको चाहिँ तो हाइकु या चाहिँ अग्र चाहिँ अभियन्ता था वा कार्यकर्ता था अतिथि जिता वेको मुक्ति वेको चाहिँ तो लेख रचना चोसाएन यको समालोचना चाहिँ त्वेदी हिटी विषय वेको चाहिँ त्वेदी अनि असितको नम्बरको वेको सफल भुगुन चाहिँ टिकाउको नेपाल वर्ष सफल भुगु तप्पी दिएको तदन्त के चाहिँ दोषी मएको चाहिँ रोची जी छाकल चाहिँ ध्यान होला यो गयो तप्पी दु तदो टिकाउको वेको चाहिँ थुगु चाहिँ हनी लाग्यो त्यसको मया सिया मगाउ दिया तो हाइको खेन तो हाइको नख या चाहिँ नात्या ज्ञान हाकुली त्यसको चाहिँ चल ब्यासी मगाउ चल अथवा जी वेको विषय यो त्यातनी मको खाना नभए वक्त पिन्छ वेको विषय यो त्यार छ असेतु हाइको विषयलाई यो हाइको वाचन नजुल वो विषय यो वक्त पिन्छ चाहिँ थरो धारणा थरो विचार न चाहिँ कोका दि हुल अके दि चाहिँ सुझाव खजी दि नक्ति दिया दि हाइको चाहिँ ज्ञान मोर खाली चाहिँ जिन्जेना कथन गरिदिनु भएको छ हाइको न्याव यो नियम चाहिँ दुटे वो नियम वो चाहिँ त्यसमा पद्धति भाषा दिल के चाहिँ लिकुना प्रेम चाहिँ यो चाहिँ दुर्गा थाउ जी चाहिँ दिन तयार गर्नु ख थोको छ तन चाहिँ हाइको चाहिँ बाटनी एनडीपी हाइडिन त्यसमा उडितको पालनिया अनुशीलनिया वो नियमित वो चाहिँ थप थासे दु थथपिन चाहिँ ठिकीको ख तो नक्तिनी धाटेन दु थके त चाहिँ गु हाइको त अझ विकास प्रवर्धन या लम्फी यहाँ चाहिँ नु यिनका तनिमा थो नापा तो बखाउ त पुन चाहिँ लक्ष्मण राजवंशीको अग्रेसरता वो चाहिँ यहाँ छ उब्लेला चाहिँ कहाँ के करिब चाहिँ यहाँ तक चाहिँ सोनीले दुनियाँको हो पिनी नहुना अनि वीरगंज पोखरा हेटौँडा ठाठा सेवना चाहिँ अभियान चाहिँ चलाइया हुन अठेदोनी उगुले बखाउ चाहिँ लहर चाहिँ यो कुरा चाहिँ यहाँ आउन थो हाइको नक्तिनी सोह्र भू चाहिँ यसमा चाहिँ शिशु अवस्था थियो उही त चाहिँ शैशव अवस्था हेर्न शैशव अवस्था हेरेर अथवा आयोजक श्री सुरेश प्रधानज्यू अथवा पिउ पुँजु दिलबहादुर उहाँको विषयको कुटायनजी त्यो चाहिँ जी फलसका जी मेरो उयोको धैचुनी मुक्त यी न चाहिँ यो कुरा चाहिँ ध्यान गर्नु पाएन थोयो चाहिँ थोडियो गु या चाहिँ थाहा त वो चाहिँ सफल नजुताया तर सतर्क खम्सरासना छौजको चाहिँ विषय त क्रिया है तिथन अठियाबले
我还这个必须在有个现在在最近的，第一次安排在从也不给来，मनोरञ्जन来，处处讲到查看你的这个对于什么，有了理解的啦，不就比较的，可是给面上有了，अथवा हुला प्याखा हुँदैन ऊ भित्रै सबै उत्तर लगाएर आएको छ सधैँ चाहिँ सुनमाथि सुगन्ध चाहिँ थियो बाँलाई चाहिँ थाहा अब वन्नुको ख उहाँ हुन रिपातको विषयमा चाहिँ हाइकु चाहिँ यादवजीले विचार बहल मेरो गीत चाहिँ सुनिमुक्त फ्रेया सिक्की सक्षण जो पढिन चाहिँ धन्यवाद भी चिन्तन भी शुभ अवश्य नखला जी हेरेन सर थ्याङ्क यू थ्याङ्क यू तारी चंगले पचा छदाय जग चना जंगले चाहिँ पचा चित माइती रजुय जुल अजुनी चाहिँ आगुला प्याख मे मेना चाहिँ हाइकु मेना मरुला मको जिसना गुलिसना नियजी हाइकु न मेचिना मेना रेकर्ड जिरुङको दुठै जमदो आज ठाउँ करिब सिएर होला आला कोए जावे खटा उके लागि चाहिँ आथन सुभान नचु बिएन इन्दिनजी नेवा हाइकु खय दुजा भाजु धर्मकृष्ण सिकन जिया त सुभान नचु थाना बियादि त थाना बोला जना Suatu jazanya kami meju Purnima Sakeju Newa NewaHaikuKhyaY duja rekala tepat aku mesti tak aku jazo sudah lebih dekat dulu agnes ke dekat support NewaHaikuKhyaY nidofana suatu kenggu Sasta Newa Haiku Nakha jazo thongja chunguzula thugu jazo ya sabanaya napa NewaHaikuKhyaY kazi ane bama Suresh Pradanju athe thugu jazo ya mupa adiko hane bama Nepal Bhasha Academia Chancellor Baju Egerat Takwaju athe thugu jazo le पागठा जायदीमा NewaHaikuKhyaY त अतिक मतेनायना समीक्षक कथा अपना सुझाव सल्लाह ब्यादीमा नेपाल भाषा एकाडेमिया सदस्य सचिव डाक्टर पुष्पराज राजकर्णीकाजु अथे NewaHaikuKhyaY समीक्षक कथा अतिक मोंग भूमिका मिता सित सल्लाह सुझाव व हपाब्या चुनादीमा समीक्षक बाजु ध्रुव मटिकमिजु अथे NewaHaikuKhyaY बाके प्रकाशित जीगु पिथनिगु सभा पत्रिका जीमा या NewaHaikuKhyaY पिथनिगु चुनाव कथा या प्रकाशन या त भाषा विज्ञान ओ व्याकरण सेगुली थगो भूमिका विरचना दिमा अनेबमा आजु पौवा सामिजु अथे थों जी NewaHaikuKhyaY बाके NewaHaiku हना कथा जिसा हनाको जुल मधुमा इन्द्रमाली सरेता अवेकाया मेहर मेजो अमिता माली श्रेष्ठ जु अथे नेपाली हाइकु क्षेत्र नेपाली NewaHaikuKhyaY थगो सक्रियता किनचना दिमा अने बम पुष्कर लोहनीजु अले छिगु NewaHaikuKhyaY समीक्षा कथाए भूमिका विरचना दिमा अधिक मुवंगु जिदा मुवंगु सल्लाह सुझाव बिया चुनादीमा बाजु पूर्ण ताम्राकारजु अथेन्दो थोया थो जाजोले NewaHaiku बाजन्याता जाइदिपि बाजन्याना दिपि अले थन जाजोले वटिका दिपि सकले अनि बपिन्द जी व NewaHaikuKhyaY पाके दुनुगलांगसे जोजलपा व अभिवादन देशना जुना थौ NewaHaikuKhyaY ठुगो NewaHaiku Nakha जाजो जिसेले अते छिदा चुना चुनगो जाजो
지냐나 정도 ल्या게 지 ताहका जिरुल एजे जी सुबानो चुया त अतिको चिहाकल मजि मगाउको खजको तया चाहिँ थप्रस जेको उठाइना जुन थुगु ज्याजो तालेकी द चित खंग बखंग विभिन्न कथा चाहिँ चित ग्वाली ज्याजोको दु जिन तयाका जुन ठुके तक्ले त रंगु मुंगु सहभागिता या ग्वाली दैगु हे नेवा हाइकु ख्यापाखे न्यबैगु किपा अलेगु किपा सोया चुया दिपी आइजिन बाजु मेजपी एजा वो सुरुवाती अनजिगु जल वो किपा सोया हाइकु बोल वो हाइकुले चिकु हाइकुले ल वो चिकु हाइकु त समीक्षा जी रंगा हाक्न सभा पत्रिका प्रकाशन जी एजा थौ जिस तन हाइकु वाचन न गयो कथा ज्याचन थाले वे चिकु हाइकुले ना दुछाबी वेकअप निगु हाइकु थन वाचन जुल अर्जिया चाहिँ नेवा हाइकु ख्या पाके प्रस्तुत जेगु किपा अतिको महत्वपूर्ण अलेगु किपा सोया हाइकु सोया दिगु अतिको महत्वपूर्ण ठन्तक ज्याजो न्याकी त तालेको लिगि वेकअप निगु अतिको मुंगो भूमिका दु अटेन्डु थौया त ज्याजो तालेकी त थजिगु हल साताउ कि भवन्या गु सञ्चालक समिति अथे ठु ज्याजो त फेसबुक आकि प्रत्यक्ष प्रसारण न्याय त हनिबामु बाजु राजेन्द्र रञ्जितजु ठौकने वेको नेवा हाइकु ख्याले प्रत्यक्ष रूपमा छिगो कमिटी दुज गठन जैनादिगु जुल नेवा सूचना केन्द्रीय प्रमुख व्यक्तित्व जुल अनवया छिगु ठो छेलाबुला ज्यास वेको फेन्स छिदो कम्प्युटर सम्बन्धी गुल्नजा याना सुनादिगु जुल अरेन्तो थौया ठुगु ज्याजोले समाचार संकलन नीति नेपाल मण्डल टेलिभिजन पाकेन प्रतिनिधित्व यानादिगु जुल नेपाल मण्डल टेलिभिजन यात न आफ्नो सुबाद अथे छिगु थौया ज्याजोले जिस मतिना छि घन छगो दर्पेन चाहिँ जिस इनागु जुल वो दर्पेन निर्माण को डिजाइन यागु ज्या वालिनादिगु नीति भक्तमा हर्षन ज्यात न आफ्नो सुबाद अनवया चाहिँ ठुगु ज्याजो ढुंगा चाहिँ छिद त्यो चाहिँ व्यवस्था जुगु त्यो चाहिँ व्यवस्थापन नादिगु नीति राजन ज्यात न एकको सुबाद अले तकले लिपा तर महत्वपूर्ण व्यक्तित्व जे दिलबाट चित्रकार तुइ पुजु बेगया द ठोगु हाइकु किपाले ओबे हाइकु ल्याउ अले वो हाइकु हेद गु किस्म चाहिँ बेगना चाहिँ हाइकु चाहिँ पिन्द प्रोत्साहन भया गु जना दिल उकि नीति आफ्नो सुयादु लिपाङुले जे थोया मुपा पापी वो सकले हने बपिन्द जी वो नेवा हाइकु ख्यापाके आफ्नो सुबा देशना जना सुबा सुबा देशन देउली धर्मकृष्ण सिकम जता आपला पाँच सुबा ल्याजना थौया ज्याजो कोजाउ यो जुल आ ल चला दिस आ हाइकु नख जिसा हाइकु बना हाइकु या बारे छुछु नेने कने याना अनि छु टुचा ज्याजो दु टुचा नयाँ जिसा हाइकु नख हनसा सोगौ निगौली सिदेके रासना करिब सोगौटी जाउ जुल आ सोगौ जग मको जिबी सोनु यंग नेवा हाइकु नख हनेगुली छिपे तयार ज्याजना दिस निसा अनि उति लागि छ आट्या पहल्या अलि धासे सकल चित यको भिन्डना देशसे जी ठाउँ सभा नाय या के थने कोचा उजा खञ्जना उजा कथा ठाउँ या ठुगु सभा थने कोचा उजा ठाउँ कोचा घोषणा यान जना आजि टुचा किने